नमस्ते विद्यार्थीहरू, वेलकम टु म्याथ मन्त्र बाई अनुज सर। नेपाली विद्यार्थीहरूका लागि ओन्ली म्याथमेटिक्स युट्युब च्यानल जहाँ सबै कम्पिटेटिभ एक्जामिनेसन र स्कुल लेभलको प्रिपरेसन गराइन्छ। आजदेखि हामी फ्री प्रिवाइक्यू सिरिज स्टार्ट गरिरहेको छ, जहाँ सल्युसन मात्रै नभएर कन्सेप्टसँग डिपली बुझाइन्छ, सो द्याट कुनै पनि इक्जाम तिमीहरू जाँदाखेरि तिमीहरूलाई कन्फिडेन्स फिल होस्। अनि जसले यदि कुनै पनि कम्पिटेटिभ एक्जामिनेसन प्रिपेयर गर्दैछ भने यो युट्युब च्यानल सब्सक्राइब गर्नु नबिर्सिनु होला। अनि साथै यो भिडियो सबै साथीहरूलाई सेयर गर्नु, सो द्याट सबैलाई यसको भिडियोको फाइदा होस्। त आज हामी के स्टार्ट गरिरहेको छ भने, यहाँ थम्बनेलमा पनि देखिरहेको छ, पास्ट इयरको WBSI प्रिलिम्समा सोधेको 2018 को क्वेसन 1 बाई 1 हामी सल्भ गर्नेछौँ, जसले टाइम अलिक धेरै लाग्छ किनभने हामीले टोटल जति पनि 2018 प्रिलिम्समा क्वेसन सोधेको त्यो सबै गर्नेछ। सो डिपली, किनभने नट ओन्ली हामीले अप्सन मात्रै नहेरेर हामीले के पनि गर्नेछ, सल्युसन कसरी आएको डिपली कन्सेप्टसँग बुझाइन्छ। सो अब आज हामीले स्टार्ट गर्दैछ 2018 को म्याथ प्रिलिम्समा सोधेको फर्स्ट क्वेसन। सो यहाँ भनिरहेको छ, द प्रेजेन्ट एज अफ द 3 पर्सन इन प्रपोर्सन 4:7:9, 8 years ago the sum of their age was 56. Find the present age in years भन्दैछ। प्रेजेन्ट एज इन इयर्स भन्दैछ। यो टाइपको क्वेसनलाई एउटा सिम्पल हामीले कसरी गर्नु सकिन्छ, यहाँ रेसियो दिएको छ 3 जना पर्सनको, हामी मानिलियौँ 1 जना पर्सनको छ तिम्रो 4x, सपोज 4x, अर्कोको छ 7x, अर्कोको छ 9x। क्लियर? यहाँ दिएको छ सम अफ 8 years ago को सम, 3 जनाको 8 years ago को सम भनेपछि 8 years ago मा यदि सममा यदि 56 हो भने, 8 years ago मा यदि सममा 56 हो भने के हामी यसो भन्नु सकिन्छ कि अब हामीले सम गर्दाखेरि प्रेजेन्टली यो 56 त 8 years ago को थियो, त प्रेजेन्टमा हो भने त तिनैजनाको 8-8 साल बल्छ होला। त प्रेजेन्टमा तिनैजनाको 8-8 साल बढ्नु भनेको 8 × 3 24 ले सममा बढ्नु हो। त हामीले यहाँ एड गर्दाखेरि के पाउँछ, 9 र 7 16 भयो, 16 र 4 भयो 20, सो यहाँनिर 20x भइगयो, यहाँनिर भइगयो 56 र यो 24, सो 56 र 24 जोड्दाखेरि 80 भइगयो। त हामीले यहाँ के देख्यो, x को भ्यालु 4 देखिहाल्यो। त x को भ्यालु यदि 4 हो भने हाम्रो एउटा एज थियो 4x, त 4 × 4 16 भयो एउटा, त 16 भएको अप्सन त यही एउटा मात्रै छ, त्यही भएर हामीले डाइरेक्टली यसलाई एन्सर गर्न सक्छौँ। सो यो भयो हाम्रो सल्युसन। क्लियर? त्यसरी नै हामी सेकेन्ड क्वेसन हेरौँ। A can do a work in 10 days अरे, whereas B in 12 days अरे, and C in 15 days अरे। भनेपछि यो टाइम एन्ड वर्कको क्वेसन भयो। यहाँनिर भन्दैछ, दे स्टार्टेड डुइङ वर्क टुगेदर, बट आफ्टर 2 days अफ स्टार्टिङ अफ द वर्क A लेफ्ट एन्ड 4 days बिफोर द कम्प्लिसन एन्ड C लेफ्ट द वर्क। भनेपछि इन हाउ मेनी डेज वर्क वाज फिनिस भन्दैछ। भनेपछि यस्तो क्वेसनलाई हामीले के मेथडले सबभन्दा सजिलो हुन्छ नि, एलसिएम मेथडले। एलसिएम मेथड चाहिँ टाइम एन्ड वर्कको लागि सबसे बेस्ट मेथड हो। त हामीलाई भनिरहेको छ ए ले गर्छ अरे 10 दिनमा, बी ले गर्छ अरे 12 दिनमा, वेरे सी ले सक्छ अरे 15 दिनमा। भनेपछि यसको जति पनि एलसिएम आउँछ, एलसिएम 10, 12 र 15 को जुन चाहिँ एलसिएम आउँछ त्यसलाई त हामीले टोटल वर्क मान्नुपर्छ। त 10, 12 र 15 को एलसिएम हुन्छ 60। त यो भयो हाम्रो एलसिएम अफ के, 10, 12 र 15 को। त यसको एलसिएम लिँदाखेरि 60 भयो। त हामीले एफिसिएन्सी निकाल्नुपर्छ। एफिसिएन्सी भनेको काम गर्ने क्षमता। त काम गर्ने क्षमता हेरौँ भने 60 ले 10 लाई डिभाइड गर्दा ए को एफिसिएन्सी भयो 6, 60 ले 12 लाई डिभाइड गर्दा बी को एफिसिएन्सी भयो 5, अन्त 60 ले 15 लाई डिभाइड गर्दा सी को एफिसिएन्सी भयो 4। सो यो भयो हाम्रो केसेस। क्लियर? अब यहाँनिर के भनेको छ भने कि दे स्टार्टेड डुइङ वर्क टुगेदर, बट आफ्टर 2 days स्टार्टिङ अफ द वर्क ए लेफ्ट एन्ड 4 days बिफोर द कम्प्लिसन सी लेफ्ट। भनेपछि हामी एउटा लाइन डायग्राम बनाऊ जसमा सजिलो पर्छ बुझ्नुको लागि। सोचौँ यहाँदेखिको यहाँसम्म काम चल्दैछ अरे, भने फर्स्ट 2 days बादमा छोडेको रहेछ नि त। 2 days सम्म चाहिँ के छ भने ए, बी र सी तिनैजना काम गरेको 2 days सम्मको। अन्त लास्टको जुन चाहिँ 4 days छ, किन 2 days बादमा कसले छोड्दै थियो, 2 days बादमा ए ले छोड्दैछ। हेर त, ए लेफ्ट भन्दैछ नि त 2 days मा। भने ए ले छोड्यो भने 2 days बादमा जो काम गर्ने मान्छे हुन्छ ऊ बी र सी मात्रै हुन्छ। क्लियर? अन्त अझै एउटा कुरा के भनेको छ भने यहाँनिर इम्पोर्टेन्ट त के छ भने यहाँनिर के भनेको छ भने लास्टको 4 days मा त सी ले पनि छोड्यो अरे। भने मानिलिउँ लास्टको 4 days थियो, त सी ले छोड्यो भने यहाँनिर काम गर्ने मान्छे त बी मात्रै हो।
मेन कुरा हामीलाई यो क्वेसनमा के निकाल्नु छ भने यो बी र सीले कति दिन, त्यसो गर्दाखेरि हामीले इन हाउ मेनी डेज वर्क वाज फिनिश भन्दाखेरि यो र यो जोड्दा निस्किहाल्छ। त हामी पहिला मानौँ कि ए र बी र सीले 2 दिनमा कति काम गर्यो, त ए बी र सीको एफिसियन्सी कति हुन्छ, यो यहीँदेखि गरिदिनुहोस् ल। त ए बी र सीको एफिसियन्सी हुन्छ यहाँ 6, 5 र 4, त भनेपछि ए बी र सीले कति गर्छ, 6, 5 र 4 भनेपछि 15 × 2 भनेपछि ए बी र सीले काम कति गर्ने रहेछ, 30 काम गर्ने रहेछ, 30 काम गर्ने रहेछ। ठिक छ। अब हामीले बीले लास्टको 4 डेजमा कति काम गर्यो त्यो हेरौँ। त बीले लास्टको 4 डेजमा 5 × 4 कति भयो, 20 भयो। त हाम्रो टोटल काम त 60 हो। त हामीले के भन्नु सक्छ भने 30 यता काम भयो, 20 यता काम भयो, त उब्रे कति अब, किन 60 मा 30 र 20 50 सकिहाल्यो, अब 10 अझै छ। त 10 जुन चाहिँ काम भयो त्यो कसले गरेको, बी र सीले। कति दिनमा भन्दाखेरि हामीलाई थाहा छ, किनभने वर्क भनेको चाहिँ एफिसियन्सी काम गर्ने क्षमता इन्टु डेज कति लागेको। त्यसमा यदि डेज निकाल्नु पर्यो भने कति काम थियो अन्त कसले गरेको, एफिसियन्सी भनेको चाहिँ कसले गरेको भनेपछि 10 काम बी र सीले, त भनेपछि हामीले भन्नु सक्छ 10 काम, यो 10 काम बी र सीले कति दिनमा गरेको भन्दाखेरि 10/9 ले, सो भन्नु सक्छ 10/9 ले। क्लियर। किनभने 10 काम थियो, बी र सीको एफिसियन्सी 5 र 4 कति हो, 9, यति दिन भनेपछि टोटल काम कति लाग्यो होला, 2 र 4। अब यसलाई यसो लेख्यो भने नि यसलाई 1 लेख्दा हुन्छ, 1/9 लेख्दा हुन्छ। त भनेपछि 2, 4, 6, 1, 7, सो टोटल लाग्यो 7 1/9। त एन्सर मिक्स फ्र्याक्सनमा छैन, 9 7 जा 63, 63 र 1 64/9 भयो हाम्रो सल्युसन। यो भयो हाम्रो सी अप्सन। क्लियर। सो यस्तो क्वेसन जहिले पनि आउँछ एलसीएम मेथडले गर्ने, यो भन्दा बेस्ट मेथड हुनै सक्दैन टाइम एन्ड वर्क गर्ने। अन्त हाम्रोमा मेन यही मात्रै कन्सेप्ट चाहिँ थाहा हुनुपर्छ। क्लियर। ल हामी अब थर्ड क्वेसनमा जाउँ। थर्ड क्वेसनमा भनिरहेको छ यहाँ हाउ मच टाइम विल टेक बाई अ 100 मिटर लङ ट्रेन मुभिङ एट अ स्पिड अफ 30 km/h टु पास अ म्यान स्ट्यान्डिङ अन अ स्टेसन। अब यो क्वेसन के को भयो, प्रब्लम्स अन ट्रेन भयो। प्रब्लम्स अन ट्रेनमा एउटा कुरा याद गर्नु, कुनै पनि मान्छे, पोल, स्ट्रिट पोल यस्तोलाई यदि क्रस गर्दैछ भने ट्रेनकै लेन्थ क्रस गर्नु। किन भन्दाखेरि सोच यो मान्छे हो, यो मान्छेलाई सपोज यो कलर अलिक देखेन होला है, यो इमेजिन गरौँ, यो एउटा मान्छे अरे, यो एउटा मान्छे अरे, यसलाई क्रस गर्नुको लागि अब यो ट्रेन अरे, अब यसलाई क्रस गर्नुको लागि कति टाइम लाग्छ भन्दा डिस्टेन्स कति कभर गरेको, यसलाई क्रस भएको छैन नि त ट्रेन। त्यही भएर चाहिँ क्रस गर्नु त के हुन्छ भने टक्क यसको लेन्थ नै हुन्छ। भनेपछि मान्छे पोललाई क्रस गर्नु भनेको जहिले पनि याद गर्नु पर्यो के हो हाम्रो, कि ट्रेनको लेन्थलाई नै क्रस गर्नु। भनेपछि हामीलाई थाहा छ टाइम सोधेको छ, सो टाइम भनेको डिस्टेन्स बाई स्पिड हो। तर हामीलाई एउटा कुरा थाहा छ 100 मिटर लङको ट्रेन छ, अन्त हाम्रो स्पिड केमा दिएको छ, km/h। त हामीलाई एकदम यो कुरा थाहा हुनुपर्छ कि km/h लाई मिटर पर सेकेन्डमा बनाउनुको लागि इन्टु 5/18 ले मल्टिप्लाई गर्नु। यो 5 र 18 एकदम नम्बर याद गरिराख्नु। अन्त मिटर पर सेकेन्डलाई किलोमिटर बनाउनु छ भने 18/5। यो किन याद गर्नु भन्दा यो सजिलो छ, यो दुईटा नम्बर याद गर्नु 5 र 18। ठुलोदेखिको सानो हो भने किलोमिटर ठुलो, मिटर सानो हो भने सानो माथि हुन्छ तल 18, वेरे सानोदेखिको ठुलो हुने ठुलो माथि हुन्छ सानो तल। क्लियर। त हामीले के गरौँ, टाइम भनेको डिस्टेन्स, डिस्टेन्स मैले भनिहालेँ ट्रेनकै लेन्थ द्याट इज 100। स्पिड जुन चाहिँ छ, स्पिड त 30 दिएको छ, त म के गर्छु 30 इन्टु कुन चाहिँ नम्बर मल्टिप्लाई गर्छु, 5/18 मल्टिप्लाई गर्छु। यसलाई क्यान्सल गर्नु मात्रै हो। यहाँ 6 ले 5 लाई 6 ले 3 टाइम्स। अब याद हुनुपर्छ 5 5 जा 25 हो, 25 ले कति पल्ट काटिन्छ, 4 पल्ट। अन्त यो 3 कहाँ जान्छ, माथि। सो t = 4 × 3 द्याट इज भनेको कति सेकेन्ड भयो, 12 सेकेन्डमा क्रस गर्ने रहेछ। यो भयो हाम्रो अप्सन। क्लियर। सो जहिले पनि याद गर्नु प्रब्लम्स अन ट्रेनमा पोललाई, मान्छेलाई क्रस गर्नु भनेको ट्रेनको आफ्नै लेन्थ डिस्टेन्स कभर गर्नु। त यही हो। अन्त यस्तोमा प्राय याद गर्नु युनिट कन्भर्सन भेरी इम्पोर्टेन्ट, कि किलोमिटरलाई मिटरमा बनाउने अनि मिटरलाई किलोमिटरमा बनाउने युनिट थाहा हुनु पर्यो। क्लियर। त हामी अब अर्को क्वेसन हेरौँ। फोर्थ क्वेसनमा हेरौँ। अ ट्याप क्यान फिल अ ट्याङ्क इन 6 आवर। आफ्टर हाफ द ट्याङ्क इज फिल्ड 3 मोर सिमिलर ट्याप्स आर ओपन। वाट इज द टोटल टाइम्स टेकन टु फिल द ट्याङ्क कम्प्लिटली। यो क्वेसन बारम्बार WB को प्राय अरू इक्जामहरूतिर पनि आइबस्छ। यस्तो क्वेसनलाई पनि पाइप एन्ड सिस्टमलाई पनि एलसीएम मेथडले गरौँ ल। त हामी मानौँ कि एउटा ए पाइप छ अरे, जो चाहिँ 6 घन्टामा के गर्छ, फिल गर्छ। अब यहाँ त एउटै कुरा छ,
त हामीमा एउटाको एलसिएम त के हुन्छ, एउटै मात्रै नम्बरको एलसिएम त नम्बर इटसेल्फ हुन्छ, त्यहाँनिर त के गर्नै पर्यो। त हामी मानौँ कि ट्याङ्कको क्यापेसिटी 6 छ, काम जस्तो 6 भन्नु कम्प्लिट भन्नु 6 छ भनेपछि 6/6 गर्दा एउटा पाइपको क्यापेसिटी कति आयो, 1। एफिसियन्सी कुरा गरेको है, ल सरी क्यापेसिटी होइन एफिसियन्सी, ठिक छ। अब यो जहिले पनि पाइप एन्ड सिस्टम टाइम एन्ड वर्कलाई त केले काम गर्दा सजिलो हो, बेस्ट मेथड नै हुन्छ एलसिएम मेथड। मैले के भने एउटा पाइपले 6 घन्टामा भर्दैछ, त अब यो पाइपले 6 घन्टा, एउटाको एलसिएम त यहाँ दुईवटा भएको पो अझै एउटा लिनुपर्ने होइन, तर एउटाको एलसिएम ट्याङ्कको क्यापेसिटी 6 माने 6/6 गर्दाखेरि यो र यो डिभाइड गरेर अघि हामीले टाइम एन्ड वर्कमा गरेको जस्तै हो, 1 जुन चाहिँ छ त्यो त एफिसियन्सी अफ द्याट पाइप हो। भनेपछि 1 घन्टामा कति पानी भर्छ, 1 भर्छ। तर हामीलाई के भन्दैछ भने नि आधी ट्याङ्की भरिसक्यो अरे, त तिमी आफै सोच, फुल ट्याङ्की भर्नु 6 घन्टा लाग्छ भने आधी ट्याङ्की गर्नु 100% कति घन्टा लाग्छ, 3 घन्टा। त हाफ ट्याङ्क फिल गर्नुको लागि त 3 घन्टा लाग्छ। अब हाफ ट्याङ्की भनेको 3 भरिसक्यो, अब रिमेनिङ कति होला, रिमेनिङमा 6मा 3 घटाइदिउँ त 3 अझै भर्नु छ। अब 3 अझै भर्नुको लागि चाहिँ टाइम कति लाग्छ त्यो निकालौँ। त टाइम भनेको मैले के भनिहालेँ, वर्क बाई एफिसियन्सी। त तिमी आफै भन, काम त 3 हो, तर यस्तो त अब कतिवटा पाइप आयो, यस्तो 3 मोर भन्दैछ है, 3टा भनेको होइन, अघि एउटा थियो अझै 3टा भनेपछि एउटा र 3टा 4टा पाइप आयो। एउटा पाइपको एफिसियन्सी 1 हो भने 4टा पाइपको एफिसियन्सी 4 हुन्छ, त 3/4 आवर लाग्छ। तर हामीले हेर एन्सर सबै मिनट्सहरूमा पनि छ, तर यसलाई हामीले इन्टु 60 गरेर मिनटमा निकालौँ ल। त 4ले कतिपल्ट याद छ, 15 पल्ट, त भनेपछि 45 मिनट लाग्ने रहेछ। त टोटल ट्याङ्क भन्नु कति लाग्छ, अघि यहाँ 3 घन्टा, यहाँ 45 मिनट, त टोटल कति भयो, 3 आवर 45 मिनट्स भयो हाम्रो आन्सर। यो क्वेसन तर प्राय रिपिट हुन्छ, नट ओन्ली एसआईको एक्जामिनेसनमा, डब्लुबिसिएसतिर पनि पुरा यो रिपिट भइरहेको छ। ल नेक्स्ट क्वेसन हेरौँ हामीले। 2 men and 3 boys can do a piece of work in 10 days, while 3 men and 2 boys can finish it in 10 days. The number of days taken by 2 men and 1 boys to finish it. अब यस्तो क्वेसनमा के गर्नुपर्दैछ भने मैले अघि के भने, यस्तो जहिले पनि मेन त एफिसियन्सी हो, जसले काम गर्ने क्षमता, अब कति काम गर्ने क्षमतै थाहा छैन भने कति दिन लाग्छ कसरी बुझ्नु। तर यस्तो क्वेसनलाई के गर्नुपर्छ, यहाँनिर यही हो टाइम एन्ड वर्कको क्वेसनमा वर्क इज इक्वल्स टु डेज इन्टु एफिसियन्सी, यो नै त ब्याकबोन हो, ठिक छ। अब यहाँ भन्दैछ एउटा काम छ अरे, जो चाहिँ दुईजना मेनलाई म एम मान्छु, बोइजलाई म बी मान्छु, ठिक छ। दुईजना मान्छे र 3जना बोइजले काम गरे अरे, यो एफिसियन्सी माने एमको एफिसियन्सी एम, म्यानको सरी बोइजको बी हो। यो एफिसियन्सी भइगयो इन्टु डेज, कति दिन लाग्यो अरे, 10 दिन लाग्यो अरे, इन्टु 10, बुझ्यो, यो गरेको काम बुझाएको। यही काम चाहिँ वाइल भन्दैछ 3 मेन सेम वर्क अरे, त्यही काम चाहिँ कति, 3जना मान्छे र 2जना बोइजले गरेछ, कति दिनमा, 8 दिनमा। त यो दुइटै त त्यही कामको कुरा गरेको, पहिला मैले के निकालेको, बोइज र म्यानको एफिसियन्सी, यो दुइटै त्यही कामको कुरा गरेको, कि त 2जना मान्छे कि त 3जना बोइज गरेर 10 दिनमा, कि त 3जना मान्छे 2जना बोइज गरेर 8 दिनमा। अब हामी यहाँदेखिको सल्भ गरेर एम र बीको भ्यालु निकालौँ, अलिकति काट्ने काम गरौँ। यहाँ 4 आउँछ, 2ले यहाँ 5 हुन्छ, त ओपन गरौँ न, 5 2 जा 10m प्लस 15b भयो, यहाँ 4 3 जा 12m प्लस 8b भयो, ठिक छ। अब हामीले मेन एकपट्टि बोइज एकपट्टि लियौँ ल, बोइजलाई यता सारौँ ल। त 15वटा म्यानमा यहाँ 8 बोइज यता गर्दाखेरि कति हुन्छ, 15 बोइज हेर है माइनस 8 बोइज हो, यसलाई डाइरेक्ट गर्दा हुन्छ 7 लेख्दा, यहाँ 12 म्यान माइनस 10 म्यान, त भनेपछि यहाँ आयो 7 बोइज, यहाँ आयो 2 म्यान। त रेसियो के रहेछ, म्यान र बोइजको रेसियो रहेछ, यहाँ यसलाई तल झारेको यसलाई यता झारेको, त 7/2, त भनेपछि म्यानको काम गर्ने क्षमता 7 हो भने बोइजको काम गर्ने क्षमता 2। अब ध्यान लगाएर सुन, हामीलाई यहाँ वर्क पनि थाहा छैन, तिमीले यहाँ हाले पनि भयो, यहाँ हाले पनि भयो, क्लियर कुरा। त हाम्रो पहिला वर्क निकालौँ ल, वर्क कति पो छ, यहाँ हाल्दा पनि हुन्छ। हाम्रो वर्क के पो थियो, 2 म्यान प्लस 3 बोइजले 10 डेजमा गरेको थियो। सो 2जना म्यान, त म्यानको 7 आयो, सो 2 7 जा 14 प्लस बोइजको कति आयो, 3 2 जा 6, त हाम्रोमा काम चाहिँ यति आयो, ठिक छ कुरा। अब यो काम कसले पो गर्नुभयो, कति दिन लाग्छ, फेरि मैले भनिहालेको थिएँ डेज भनेको चाहिँ वर्क बाई एफिसियन्सी। त हामीलाई डेज खोज्नु छ, त वर्क हो यो कति लेखौँ, 20 × 10 नै लेखौँ ल, अहिले यसरी नै राखिराखौँ, डिभाइडेड बाई एफिसियन्सी। एफिसियन्सी कसले काम गर्दैछ, काम गरेको मान्छे र 2जना मान्छे र 1जना बोइज। सो 2जना मान्छे भने कति हुन्छ होला, आफै सोच, 2 7 जा 14,
सो 20 इन्टु 10 यसरी राखेँ मैले, अहिले काट्नु सजिलो पर्छ, 14 हो। अन्त त्यहाँदेखिको यहाँ आयो एकजना बोइजको 2 आयो। ठिक छ, त माथि आइगयो 20 इन्टु 10/16 आयो। लु काटौँ ल, 4 ले 4 टाइम्स, 4 ले यहाँ 5 टाइम्स, फेरि यहाँ 2 टाइम्स, यहाँ 2 टाइम्स, 25/2 भनेको 12.5 डेज लाग्ने रहेछ यहाँनिर। यो हो हाम्रो एन्सर। यसरी हामीले टाइम एन्ड वर्क गर्नुपर्छ। टाइम एन्ड वर्कको क्वेसन हेर्नु, यो इक्जाममा मात्रै, एसआईको मात्रै नभएर सबै इक्जाममा यो कमन क्वेसन हो, यो सोधिबस्छ। त्यसरी नै हामी 6 नम्बरको क्वेसनमा जाउँ। क्लियर, यहाँ छ द एचसिएफ एन्ड एलसिएम। अब यो क्वेसन भयो एचसिएफ एलसिएमको। द एचसिएफ एन्ड द एलसिएम अफ द टू डिफ्रेन्ट नम्बर बोथ ग्रेटर देन 13 आर 13 एन्ड 273। क्लियर, भनेपछि दुईटै 13 भन्दा ठुलो अरे। अन्त क्वेसनले भन्दैछ देन द सम अफ द नम्बर इज भन्दैछ। अब हेरे दुईटै 13 भन्दा ठुलो। अब एउटा कुरा याद गर्नु कि एचसिएफ त्यही र एलसिएम दिएको रहेछ। एचसिएफ 13 दिएको छ, अन्त एलसिएम दिएको छ 273। एउटा एकदम इम्पोर्टेन्ट कुरा के याद गर्नु भने एचसिएफ चाहिँ अलवेज कन्टेन इन द नम्बर हुन्छ। त यदि त्यस भए मैले दुईटा नम्बर जुन चाहिँ छ त्यो दुईटा नम्बरलाई मैले के मान्नु सक्छु, 13x र 13y मान्न सक्छु। किनभने एचसिएफ इज अलवेज द फ्याक्टर्स अफ द नम्बर। बट मेक स्योर द्याट एउटा कुरा याद गर्नु पर्यो कि यो एक्स र वाई जो छ यो चाहिँ के हुनुपर्छ, को प्राइम हुनुपर्छ। को प्राइम भनेको के हो, को प्राइम भनेको जसको कुनै पनि कमन फ्याक्टर हुँदैन। क्लियर, ल हामी के गरौँ, दुईटा नम्बरको के दिएको छ हामीलाई, एचसिएफ र एलसिएम बोथ ग्रेटर देन एन्ड सम खोज्नु छ। त हामीलाई एउटा अझै रिलेसन थाहा हुनुपर्छ। यहाँ म लेखिदिँदैछु द्याट एचसिएफ इन्टु एलसिएम इक्वल्स टु प्रोडक्ट अफ द नम्बर। त हामीलाई दुईटा नम्बरको प्रोडक्ट 13x 13y लेखेँ, अर्को प्रोडक्टको नम्बर 13 इन्टु 273 लेखेँ। बुझेन के गरेको, यो 2 नम्बर, एउटा नम्बर मैले 13x माने, अर्को नम्बर 13y माने। प्रोडक्ट अफ द नम्बर भनेको एचसिएफ इन्टु एलसिएम जुन चाहिँ यहाँ लगाएर। अब हामीले यसलाई काटौँ ल। क्लियर, 13 ले कति, 13 2 जा 26 21। त तिमी आफै यसो सोच कि दुईटा नम्बर मल्टिप्लाई गर्दा 21 आउनुपर्छ, दुईटा नम्बर मल्टिप्लाई गर्दा 21 आउनुपर्छ। त मैले अघि भनिहालेँ एक्स र वाई को प्राइम हुनुपर्छ। त एक्स र वाई को प्राइम हुनुपर्छ नि एउटा के हुनसक्छ पोसिबिलिटिज हेरौँ ल। यहाँ क्वेसनमा के पनि सोध्छ भने अरू बेला हाउ मेनी सच पेयर क्यान बी फाउन्ड भनेर आउँछ, कतिवटा त्यस्तो बनिन्छ। एउटा के हुनसक्छ एन्सर, तिमी आफै सोच, 1 र 21 पनि हुनसक्छ। 1 इन्टु 21 इज अल्सो गिभ्स यु 21 विच इम्प्लाइज द्याट हाम्रो। तर यो किन हुनु सक्दैन भन्दाखेरि तिमीले एक्सलाई 1 हाल्यो भने एउटा नम्बर 13 आउँछ। तर क्वेसनले यहाँ एकदम स्ट्रिक्टली भनिदिएको छ कि दुईटै नम्बर 13 भन्दा ज्यादा हुन्छ। क्लियर, त्यस भए हाम्रो के हुनसक्छ अर्को याद छ हामीलाई, 3 र 7 हुन्छ। के हुन्छ, 3 र 7, यही मात्रै हो। अर्को अब 7 र 3 कुरा एउटै हो। तपाईँ चाहिँ हाम्रोमा यो अप्सन दिएर हाउ मेनी सच पेयर भनेको दुईटा पेयर बनिरहेछ, कि त 121 हुन्छ कि त 3 इन्टु 7 हुन्छ, अरू कुनै फ्याक्टर छैन। हेर त, लु भनेपछि हाम्रो के रहेछ, यो रहेछ। त हाम्रो एउटा नम्बर भयो 13x हो कि सोच त, 13x प्लस 13y सोधेको नि त हो कि न। त कमन निकालौँ ल, सजिलो हुन्छ नि, छिटो गरौँ न ल, x प्लस y। ल त यो दुईटा जोड त 13 एउटा नम्बर 3 आयो x, अर्को नम्बर y 7 आयो। त 13 इन्टु 10 भयो तिम्रो 130। त यो हो हाम्रो एन्सर। क्लियर, अब नम्बर के हो सोधेको भए त हामीलाई के लेख्थे, 13 इन्टु 3 र अर्को 13 इन्टु 7। यो 13 इन्टु 3 39 भइगयो होइन, यो भइगयो तिम्रो 91। यसरी नम्बर सोधेको भए। तर हामीलाई सम सोधेको थियो, मैले के गरिबसिनँ त्यस्तो नम्बर निकालेर नजोडेर मैले सिधै सम भनेको यो दुईटा त एप्लाई गरेको, नर्मल कमन निकालेँ, एक्स प्लस वाई। एक्स हाम्रो 3 थियो, वाई हाम्रो 7 थियो। तिमीले 7 3 लेख्दा पनि कुरा एउटै आउने हो। क्लियर, यो भयो एचसिएफ र एलसिएमको क्वेसन। नेक्स्ट क्वेसन हेरौँ ल। यहाँ यहाँ र टी वर्थ 126 per kg and 135 per kg are mixed with a third variety. Clear, in the ratio 1:1:2. If the mixture is worth rupees 153 per kg, the price of the third variety per kg is। त अब थर्ड भेराइटी, अब यसलाई नि कस्तो प्रकारले गर्दा भन्छ भने नि, यसलाई एभरेजको कन्सेप्टले गर्दा पनि भयो। सोच न आफै, यो 1 केजी मिक्स गरे रे, यो 1 केजी, यो 2 केजी मिक्स गरे रे। त तिमी भन फर्स्ट भेराइटी यहाँ लेख्छु, यहाँ सेकेन्ड भेराइटी लेख्छु, यहाँ थर्ड भेराइटी लेख्छु, ठिक छैन। यो खास फर्स्ट भेराइटी 1 केजी किन्यो भने तिमी आफै सोच 126 हुन्छ। सेकेन्ड भेराइटी पनि 1 केजी किन्यो भने कति हुन्छ होला, 135। तर तिमीलाई थर्ड भेराइटीको प्राइस खोज्नु छ, जसले गर्दाखेरि
ओभरअल मिक्सरको जुन चाहिँ एभरेज प्राइस छ यी मिक्सरको त्यो चाहिँ 153 रुपियाँ हो अरे। त लजिक सुन ल कसरी गरौँ, यो क्यालकुलेसन हो। थर्ड भेराइटीको प्राइसलाई एक्स मानौँ, 2 केजी किने मानौँ, त यति भइगयो होइन। सो यो सबै कतिको प्राइस हो, यो कति केजीको पो प्राइस हो, इमेजिन गर त। यो 1 केजी किनेको, यो 1 केजी, यो 2 केजी, क्वान्टिटी हो नि त यो एक 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 एक। अब तिमीलाई 1 केजी किन मानेको, सजिलो 1 केजी मान्नु, आधी केजी मान्यो भने फेरि साह्रो पर्छ भने 1 केजी माने सजिलो। 1 केजी 2, 1:1:2 को रेसियोमा मिक्स गर्दैछ। अब कुरा बुझ ल, यो 4 केजीको दाम हो के को, मिक्सरको। त के हामीले यसो लेख्नु सक्दैन, यो 1 केजी मिक्सरको दाम यति हो भने 4 केजीको दाम 153 × 4 हो। अब हामीले खोज्नु छ एक्सको भ्यालु, त हामी सिम्प्लिफाई गरौँ ल। हेर है त, 2x लाई यसरी राखौँ, ठिक छ। अब यसलाई मल्टिप्लाई गरौँ ल। अब सिम्पल, हेर यस्तो प्रकारले क्यालकुलेट गर्नु सजिलो हुन्छ। हेर एउटा त नर्मल बेसिक मेथड हामीले आएको छ, 4 3 = 12 क्यारी 1 होइन। त्योभन्दा राम्रो नि 4 ले यहाँ 150 मान, 4 को 150, 150 को डबल कति हो 300, 300 को डबल 600, 612 आउँछ यसको एन्सर। क्लियर। अब तिमीले नर्मल गर्दा हुन्छ 4 3 = 12 क्यारी 1, 4 5 = 21 क्यारी 2, 4 1 = 4 6 एउटै आउँछ। तर यस्तो छिट्टो माइन्डमा क्यालकुलेट गर्नु, जति ब्रेनलाई ह्याबिट गर्छ तिमीले माइन्डमा क्यालकुलेट गर्नु, त्यति के हुन्छ गर्छ, ब्रेन ट्रेन हुँदै जान्छ, सजिलो हुँदै जान्छ। त अब यो दुईटा जोडौँ त। यहाँ पैसा गनेको जस्तो ल, 100 र 100, 230 रुपियाँ र 20 रुपियाँ 50, 250 र 6 र 5 11। सो कति हुन्छ, उता जाँदा 200, बुझेन, 250 र 11 थियो नि त। त 250 र 11 भनेको 261 भइगयो। हेर त केही छ भने, क्लियर। यो जोडे नि त होइन, हामीलाई ट्रान्सपोजिसन त याद छ, यसलाई म उता लाँदाखेरि के हुन्छ, नेगेटिभ हुन्छ। त यो जोड्दा 261 आउँदै थियो, जो उता लाँदा 2। अब यहाँ 2 मा 1 घटाइदेऊ, 1 हो कि 2 मा 1 घटाइदेऊ, के भयो 1 भइगयो। 11 मा 6 गर्दा 5 भइगयो हो। त्यहाँदेखिको यहाँ 5 मा 2 गर्दा 3। त 2x, त एन्सर त डेसिमलमा आउँछ, यो र यो त हुँदैन एन्सर, यो दुईटामै एउटा। अब हामीलाई याद छ 2 ले डिभाइड गरौँ ल। त डेफिनेटली हेर न, 2 1 = 2 हो कि होइन, 2 ले डिभाइड गरेको ल, त्यो 2 तल जान्छ नि त, 2 1 = 2, यहाँ 15 आउँछ, 2 7 1 7 देख्ने बित्तिकै म यसलाई स्टप गरिहाल्छु ल। यो नै हो हाम्रो एन्सर। क्लियर। त यहाँनिर यो क्वेसनलाई यसरी गर्नु सकिन्छ, 175.5 रहेछ एन्सर। क्लियर। नेक्स्ट हेर त एकपल्ट खोइ। नेक्स्टमा भन्दैछ, इन एन एक्जामिनेसन 17% of the candidates failed in Bengali and 18% in English and 5% in both Bengali and English. Percentage of those who passed in both the subject. याद गर्नु ल। अब यस्तो क्वेसन नि जहिले पनि याद गर्नु, यो भेन डायग्रामको क्वेसन हो यो चाहिँ। क्लियर। यहाँनिर एउटा छ अरे फेल भएको, यहाँनिर फेल भएको छ अरे, सुनिराख। यो ए कुन चाहिँ सब्जेक्ट त्यसरी लेखिदिन्छु ल, बेङ्गोली र इङ्ग्लिसमा। यो एउटामा फेल हुने यहाँ छ, अर्कोमा फेल हुने यहाँ छ, यो बिचमा त दुईटामै फेल हुने छ। क्लियर। अन्त जुन चाहिँ यो बाहिरपट्टि छ यो चाहिँ पास हुनेहरू डल्लै। त हामीलाई पर्सेन्टेजले गेम खेलाएको छ। त यस्तोको लागि एउटा फर्मुला याद गरिराख्नु, एन ए युनियन बी भनेको चाहिँ सबै आउँछ यहाँनिर चाहिँ, जसमा एनए प्लस एनबी माइनस एनए इन्टरसेक्ट। यो एकदम इम्पोर्टेन्ट फर्मुला है। कति बेला एउटामा यति फेल, एउटामा यति फेल, अर्को बोथमा फेल भन्दैछ नि। यो त याद गर्नु, यो के गर्नु, यो चाहिँ एटलिस्ट एउटामा फेल हुने आउँछ, एटलिस्ट 1 भनेर आउँछ। अब फेलै भनेको होइन, फेलको कुरा हुँदैछ भने फेल भन्ने आउँछ, पासको कुरा हुँदैछ पास भन्ने आउँछ। त सोच कि यो ए भनेको चाहिँ हामी मानिहालौँ बेङ्गलीमा फेल भएको कतिजना थियो 17%, इङ्ग्लिसमा फेल भएको कतिजना थियो 18%। दुईटा यो भनेको चाहिँ एन्ड हो, बोथ हो, यो भनेको चाहिँ बोथ हो। बोथमा फेल हुने कतिजना थियो, हाम्रो 5 थियो। त यो जुन चाहिँ छ, यो जुन चाहिँ आउँछ यहाँ 17 र 18 जोड्दाखेरि 35 हुँदैछ, जसमा 5 घट्यो नि 30। त 30% स्टुडेन्ट जो छ नि, जो चाहिँ एटलिस्ट एउटामा फेल भएको छ। एटलिस्ट एउटा भनेको एउटामा हुनसक्छ, दुईटामा हुनसक्छ। भने दुईटामै पास हुने चाहिँ मेनदेखिको घटाइदिउँ, पर्सेन्टेजमा टोटल कति हो 100। सो 100 मा 30 घटाउँदाखेरि तिम्रो एन्सर आउँछ कति 70%। यो भयो दुईटामै पास हुनेहरू। क्लियर। ल नेक्स्ट क्वेसन हामी हेरौँ। On dividing 4 6 3 6 to 8 by a certain number, the quotient and the remainder are 76 and the 5 3 6 अरे रेस्पेक्टिभली। फाइन्ड द डिभाइजर भन्दैछ। डिभाइजर के हो भन्दैछ, म्हणजे डिभाइड के हुन्छ। त एउटा कुरा बुझौँ ल, म तिमीलाई एउटा सानो कुरा बुझाउँछु ल। यहाँ यदि 7 लाई नि मैले 2 ले डिभाइड गर्दैछु, हेर यो हो एउटा
के को युक्लिड एल्गोरिदमको क्वेसन हो। युक्लिड एल्गोरिदम भन्छ कि यहाँ 2 लाई 7 लाई 2 ले डिभाइड गरे भने यो आउँछ कि आउँदैन त यसलाई भन्छ क्वोसिएन्ट, यसलाई भन्छ डिभाइजर, यो हाम्रो खास नम्बर जसलाई डिभाइड हुँदैछ यो हाम्रो रिमाइन्डर। त हामीले यसो लेख्न सक्दै रहेछौँ हेर त यो 7 लाई नि 2 × 3 + 1 लेख्न सक्दैन अभियसली, किनभने क्वेसन भने चाहिँ हामीले के देखे कुनै पनि नम्बरलाई क्वोसिएन्ट इन्टु डिभाइडर प्लस रिमाइन्डर लेख्न सक्ने रहेछ। यही कन्सेप्ट त हामी यहाँ एप्लाई गर्छौँ, अरू केही होइन। क्लियर? त अब हेर अन डिभाइडिङ दिस यसलाई हेरेँ भने यो नम्बर रहेछ त म लेख्छु 4 3 6 2 8। क्वोसिएन्ट आयो अरे तिम्रो कति 536, सरी क्वोसिएन्ट 76 रहेछ, माई मिस्टेक। क्वोसिएन्ट आयो अरे 76। क्लियर? एन्ड रिमाइन्डर रहेछ कति यो, र रिमाइन्डर यता बाहिर लेख्छु 536 लेख्छु। अन्त यो हामीलाई क्वोसिएन्ट यहाँनिर खोज्नु छ डिभाइजर, त डी खोजौँ यहाँ। त यो हो हाम्रो खोज्ने तरिका। क्लियर कुरा? अब एउटा कुरा अझै याद गर्नु कि तिमी एउटा अलिकति कतिवटा कुरा बुझ्नु कि तिम्रो नि रिमाइन्डर यदि 536 आउँदैछ नि रिमाइन्डर सोच त कहिले यो डिभाइडर भन्दा ठुलो हुन्छ, हुनै सक्दैन। त एउटा यस्तो क्वेसनमा नि हामीले कोही बेला अप्सन टेस्टले नै एन्सर आउँछ। जस्तै हाम्रो रिमाइन्डर आउँदैछ 536 आउँदैछ भने नि यो त हुनै सक्दैन, यो पनि हुनै सक्दैन, यो पनि। बुझ्दैछ कुरा के भनेको? 536 भनेको छैन हो कि न? त अब यहाँ है 536 रिमाइन्डर आउँदैछ अरे भनेपछि 536 रिमाइन्डर आउँदैछ भने एकैछिन सुन है, 536 रिमाइन्डर आउँदैछ भने रिमाइन्डर जहिले पनि सानो हुन्छ कोसँग डिभाइड, भनेपछि यो 536 त आउनै सक्दैन, भनेपछि अब यो दुईटा त हुनसक्छ। क्लियर कुरा? रिमाइन्डर त सानो हुन्छ नि त जहिले पनि। 536 कहिले 2 ले डिभाइड गर्दा 2 रिमाइन्डर कहिले आउँछ? आउँदैन नि त। 536 चाहिँ अब यहाँदेखिको त अलिकति क्यालकुलेसनै छ है। ल अब यसमा के गरौँ 76D यतिकै राखौँ हो, याद छ नि है, इजिकल्स टु यो यता ल्याउँदा सब्ट्र्याक्ट हुन्छ कि हुँदैन? लु घटौँ ल, सिधै हेर है, 8 मा 6 घटौँ 2 आउँछ। क्लियर? 12 मा यहाँ 3 घट्दा 9 आउँछ। क्लियर? अन्त फेरि 5 मा 5 घट्दा यो 0 भइगयो, अन्त यहाँ छ तिम्रो 3, यहाँ छ तिम्रो 4। अब हामीले बुद्धि लगाउनु पर्छ, किनभने तिमीले हेऱ्यो भने नि युनिट डिजिट यहाँ डिफरेन्ट छ। त्यही भएर कन्सेप्ट एकदम क्लियर राख्नुपर्छ है, कहिले पनि नसोच्ने कम्पिटेटिभ इक्जाममा सबै सल्भ गर्नुपर्छ। तिमी मलाई भन, क्लियर 76 मा के मल्टिप्लाई गर्दाखेरि जसको युनिट डिजिट मल्टिप्लाई भएर त यता 2 आउँछ होला त आफै छ। तिमी सोच यो नम्बर त 7 6 जा 42 2 आउँछ भनेपछि यो हुनसक्छ एन्सर। मैले यही हो एन्सर भनेको होइन है। क्लियर? 5 भएको हुन्थ्यो 5 6 जा 30 त यो अप्सन होइन। 6 भएको हुन्थ्यो 6 6 जा 36 भनेपछि यो अप्सन पनि होइन। भनेपछि डेफिनेटली हाम्रो अप्सन के हो 567। युनिट डिजिटको कन्सेप्टले मैले क्र्याक गरेँ। हुन त अब यसलाई डिभाइड गरेँ कम्ती टाइम लाग्छ, त मैले युनिट डिजिट डिफरेन्स छ 6 7 यो त अघि काट्यो बुझाइदिइहालेँ, किन 536 ले तिमीले रिमाइन्डर आउँदैछ त कसरी त डिभाइडर पनि 536 हुनसक्छ? हुनै सक्दैन, त्यो त अघि छाटेको। यो तिनटामा 7 5 6 त आइएम युजिङ द कन्सेप्ट अफ द युनिट डिजिट, सो हाम्रो आन्सर भयो 567। क्लियर? सो नेक्स्ट क्वेसन हेरौँ ल हामी। यहाँ हेर अघिकै जस्तो क्वेसन हो। अघि हाम्रोमा के भनेको थियो, फाइन्ड द लेन्थ अफ द ब्रिज हेरे which a train 130 meter long and traveling at a 45 kilometer can cross it in 10 seconds। अब हेर यो पनि प्रब्लम छ ट्रेनको। अब तिमीलाई म एउटा कुरा बुझाउँदैछु, हेर यो एउटा ब्रिज छ अरे, ब्रिज त मुभमेन्ट गर्दैन। अब यसले यो एउटा ट्रेन छ अरे, ट्रेन त मुभमेन्ट गर्दैछ अरे। अब यसले कति टाइममा क्रस गर्छ भन्दाखेरि डिस्टेन्स कति ट्राभल गर्दैछ रहेछ हेरौँ ल। यसले क्रस गरेको हेर है, ध्यान लगाएर सुन है। यहाँदेखिको हामीले यसरी यहाँ गयो डिस्टेन्स, यो त हाम्रो ब्रिज हो है, यो ब्लू कलरको ब्रिज हो, यो हाम्रो के हो ट्रेन हो। क्लियर? यहाँदेखिको हाम्रो गयो। अब हेर यसले ट्राभल गर्दैछ, कति ट्राभल गरिसक्यो यहाँ पुग्दाखेरि ब्रिजको लेन्थ, के ट्रेन ब्रिजको लेन्थ। तर यो कहाँ क्रस भइसक्यो, यसको पुच्छा राज्य पनि छ भने यो अझै ट्राभल गर्छ आफ्नो लेन्थ। त भनेपछि प्रब्लम छ ट्रेनमा, यदि कुनै अर्को चिज जसको लेन्थ छ, जस्तो मैले अघि के भन्थेँ मान्छेको हो भने चाहिँ लेन्थ हुँदैन, यसको कति लेन्थ मान्ने एकदम नेग्लिजिबल हुन्छ। पोलको लेन्थलाई नेग्लेक्ट गर्छ हामीले। तर यदि कुनै पनि ब्रिजलाई प्लेटफर्मलाई क्रस गर्दैछ भने डिस्टेन्स चाहिँ ट्रेनको लेन्थ साथसाथै त्यसको पनि लेन्थ हुन्छ। ठिक छ कुरा? अब हामीलाई सोध्दैछ कि लेन्थ अफ द ब्रिज। सुन है अब ध्यान लगाएर, टाइम भनेको के हो डिस्टेन्स बाई स्पिड हो। बुझ्यो कुरा? डिस्टेन्स बाई के हुन्छ तिम्रो स्पिड हुन्छ, यो हो कि न? अथवा डिस्टेन्स भनेको के हो स्पिड इन्टु टाइम, यसरी गर्दा हुन्छ है। ल क्लियर? ब्रिज त कुद्दैन नि त, ब्रिज कुद्ने भएको भए त फेरि रिलेटिभ स्पिड लाग्छ है।
मतलब ब्रिज कुद्दैन, अर्को केही पनि पार्टिकल कुद्ने भएको त रिलेटिभ स्पिड लाग्छ, त ब्रिज कुद्दैन, त्यसलाई एउटाको मात्रै लिनु पऱ्यो। अब हेर ल, डिस्टेन्स मैले के भने, लेन्थ अफ द ब्रिज द्याट इज म मान्छु एक्स, ल ठिक छ। ट्रेनको लेन्थ 130, अहिले भर्खर तिमीलाई बुझाएँ मैले किन यसरी प्लस भएको, दुईटाकै लेन्थ एडिसन हुन्छ, इज इक्वल्स टु स्पिड कति हो 45 किलोमिटर। मैले अघि के भनेको थिएँ, यस्तो क्वेसनमा जहिले पनि कन्भर्सन इज भेरी इम्पोर्टेन्ट। सो हाम्रोमा 45 किलोमिटर मैले लेखिबसी नै यसलाई केमा कन्भर्ट गर्छु, मिटर पर सेकेन्डमा कन्भर्ट गर्छु, द्याट इज 5/18 ले मल्टिप्लाई। म त्यही भएर अर्को कलरले लेखिदिएको छु बुझोस् भनेर। यो भयो मेरो जस्ट स्पिड, टाइम कति पो लाग्यो भन्दैछ 30 सेकेन्ड, सो इन्टु 30। अब तिमीलाई क्यालकुलेट गर्नु मात्रै हो, क्लियर। यहाँ हेर ल, यी 9 ले 6 ले 3 टाइम्स गरौँ, 6 ले तिम्रो कति टाइम्स हुन्छ, यहाँ 5 टाइम्स हुन्छ, क्लियर। 3 ले क्यान्सल, 3 ले 15 टाइम्स, यहाँ त क्लियर। त अब तिमी आफै सोच, क्लियर। एक्स भनेको यहाँ रे 15 इन्टु 25 हुँदैछ, त 15 इन्टु 25 जति बेला गर्छ, क्लियर। त एउटा दामी ट्रिक्स म सिकाइदिँदैछु। 25 ले कुनै पनि नम्बरलाई यदि तिमीले के गर्छौ, डिभाइड गर्छौ, मल्टिप्लाई गर्छौ भने नि यसलाई जस्ट 4 ले डिभाइड गर्नु, कतिपल्ट जान्छ, 4 3 जा 12, त 3 लेखिदिनु। सुनै ध्यान लगाएर ल, 130 पनि छ है अहिले, क्लियर। म यहाँ लेखिदिइराख्छु ल 130। हेर है, कुनै पनि नम्बरलाई यदि 25 ले डिभाइड गर्छौ भने त मल्टिप्लाई गर्छ भने के याद गर्नु हुने नि, त्यो नम्बरलाई 4 ले डिभाइड गरिदेऊ। त 4 ले डिभाइड गर्दा हेर ल, 4 ले 15 लाई कतिपल्ट जान्छ, 3 पल्ट, त 3 लेखिदिइहाल, 300 300 बनिन्छ। रिमाइन्डर कति आउँछ, 3टा, त 3 रिमाइन्डर आउनु भने 3टा 25 हो, 3टा 25 भनेको 75 लेख्नुपर्छ, त 375 हुन्छ यहाँ, क्लियर कुरा। के भनेको मैले, 25 ले कुनै पनि नम्बरलाई डिभाइड, त्यो नम्बरलाई 4 ले डिभाइड गरेर, 4 ले डिभाइड गर्दा 4 3 जा 12 आउँछ नि त 3 लेखिहाल। रिमाइन्डर कति पाउँछ, 3 नै आउँछ, त 3 रिमाइन्डर भनेको 3टा 25 हो, 3टा 25 भनेको चाहिँ 75 हो। अब तिमीले सोध्दै होला के गरेको होला भन्दाखेरि यो यसो गरेको क्या मैले, हेर ल 25 होइन यहाँ इन्टु 4 गरेको यहाँनिर यसरी क्या। त अब 4 ले यसलाई डिभाइड गर्दाखेरि जुन चाहिँ यो त कति हो तिम्रो 100 हो नि त, त्यो भएर 300 को समथिङमा आउँछ, त सजिलो हुन्छ, क्लियर। अब हेर x इज इक्वल्स टु 375 माइनस 130। अब हामीलाई याद छ, सजिलो हो नि त, 75 मा 30 गर्दा 45 आइहाल्छ, 3 मा 1 गर्दा 245 भयो तिम्रो एन्सर, क्लियर। ल हामी गरौँ अब अर्को क्वेसन, क्लियर। यो हाम्रो 10 नम्बर क्वेसन। ल हेर, a sum of the money triple itself, the rate of simple interest being 5% per annum, what is the period in year? यस्तो क्वेसनलाई म एउटा दामी ट्रिक्स दिन्छु ल। हेर, तिम्रो पैसा ट्रिपल हुनु भनेर सिम्पल इन्ट्रेस्टमा, त यस्तो हो नि त, मेरो पैसा 100 रुपियाँ भएर, लजिक सुन, सिम्पल इन्ट्रेस्टको एउटा एडभान्टेज के छ भने नानीहरूले कहिले फर्मुलै बिर्सिँदैन, किन सिम्पल इन्ट्रेस्ट भनेको प्रिन्सिपल इन्टु रेट इन्टु टाइम, यस भनेको सिम्पल बाई 100, यो सबैलाई छ। अब सोच कि यस्तो क्वेसनमा नि मैले इमेजिन गरौँ कि मैले 100 रुपियाँ डिपोजिट गरेँ, मेरो पैसा 3 गुणा भयो अरे, द्याट 300 रुपियाँ भयो। अब तिमीले रमाएर मलाई ब्याङ्कले 300 रुपियाँ इन्ट्रेस्ट दिए त भन्नु भएन नि त, किनभने 100 रुपियाँ त तिम्रो आफ्नो हो नि त। पैसा यदि तिम्रो 100 300 हुँदैछ भने 100 आफ्नो थियो, 200 मात्रै इन्ट्रेस्ट हो भने चाहिँ याद गर्नु, जहिले पनि यस्तो क्वेसन आउँछ सिम्पल इन्ट्रेस्टमा 8 टाइम्स भनियो भने 8 मा 1 घटाइदिनु, 7 टाइम्स इज यर इन्ट्रेस्ट। प्रिन्सिपललाई यदि 1 मान्यो भने इन्ट्रेस्ट हुन्छ 7। यदि तिम्रो पैसा 6 टाइम्स भयो अरे, त याद गर्नु इन्ट्रेस्ट जुन चाहिँ 5 टाइम्स भएको, त त्यो लजिक याद गर्नु, क्लियर कुरा। ओके, त हामी हालौँ यो फर्मुलामा, कति टाइम्स भयो अरे ट्रिपल भने चाहिँ इन्ट्रेस्ट कति मात्रै भएको, ट्रिपल 3 को 1 घटाउँदा 2, त इन्ट्रेस्टमा 2 लेख, प्रिन्सिपल 1 लेख, रेट तिमीलाई याद छ 5% को, टाइम तिमीलाई सोधेको छ डिभाइडेड बाई 100, एकदम सजिलो। 5 ले 20 पल्ट क्रस मल्टिप्लाई गर, t इज इक्वल्स टु 40 इयर्स रहेछ हाम्रो एन्सर, क्लियर। ल नेक्स्ट क्वेसन हेरौँ। यहाँ the ratio of the numbers of boys and the girls in the school is 3:2. If 20% of the boys and the 30% of the girls are scholarship holder, then what is the percentage of student who do not get scholarship? यहाँ ल यस्तो खालको क्वेसनलाई नि पर्सेन्टेज दि सबभन्दा इजी याद छ के हो, भ्यालु, जसको 100 को पर्सेन्टेज जस्तो दामी त कुनै हुन सक्दैन। 100 को पर्सेन्टेज नि यदि मलाई 5% भनेको त 5, 100 को 10% 10, क्लियर। त यस्तो क्वेसनलाई नि हामी के गर्नु, यहाँ पर्सेन्टेजको मात्रै गेम हुँदैछ। म यहाँ लेख्छु बोइज, यहाँ लेख्छु गर्ल्स। हेर है 2:3 लाई 3:2 छ, 3:2 छ, म यसलाई नि के मानिदिन्छु भन त सजिलो,
अब 3 को 3x 5x यस्तो मेथड लगाउँदैन, यो हाम्रो बेसिक मेथड हो। हामी अलिकति सजिलो बनाउँछ म्याथमेटिक्सलाई। यसलाई 300 मानिदिउँ, यसलाई मानिदिउँ 200, ठिक छैन? किन यहाँ नम्बरको त कुरै भएको छैन, दे आर ओन्ली टकिङ अबाउट पर्सेन्टेज। त्यो 300 र 200 मानौँ। अब यहाँ हेर ल, बोइजको 20%ले स्कलरसिप पायो अरे। सुन है, अब तिमीलाई एउटा कुरा याद हुनु पऱ्यो ल, 10% कति हो भन्दाखेरि एकदम सजिलो छ हेर। 10% को भ्यालु भनेको 1/10 हो। कति सजिलो, 1% भनेको तिम्रो 1/100 हो। 25% भनेको तिम्रो 1/4। यो एकदम याद हुनुपर्छ। 50% भनेको त 50-50 भन्छ नि, हाफ हो। क्लियर? त्यस भए 20% 1/4 हो खास, तर यदि याद छैन सोच। यसको तिमी मलाई भन कि, सिम्पल भन त, यसको 10% कति? यो त स्कलरसिप पाएको, मलाई त नपाएको निकाल्नु भनेको छ। यहाँ स्कलरसिप पाएको, यो नपाएको, ठिक छ कुरा? अब 20%ले यदि स्कलरसिप पायो भने नपाउनेहरू कति होला? 80%। यसको 10% भन त कति हुन्छ? 10 1/10 30 भएको होइन त 80%। 30 × 8 भने नपाउनेहरू 240 जना रहेछ। क्लियर? ठिक छ। अब यता बीमा गर्ल्समा जाउँ। गर्ल्समा 30%ले पाए अरे। यदि 30%ले पायो भने कतिले पाएन? 70%ले पाएन। त लजिक बुझ त, यसको 10% 20 हो कि होइन हो? 10ले डिभाइड गरेपछि 20, 70% भनेको इन्टु 7। 10% 20 हो भने 70% 7ले 10% को 7ले मल्टिप्लाई 70% आउँछ। 140 जनाले पाएन भने चाहिँ क्वेसनले सोध्दैछ कतिजना पर्सेन्टेज स्टुडेन्टले पाएन सोधेको छ। त नपाउनेहरू 240 र 140, नपाउनेहरू कति भयो? 380 भयो। कतिमा? टोटल कतिमा हो? 500 र 200 टोटल हो नि त यो, 500 मा इन्टु 100। एम आई क्लियर? नपाउने बाई टोटल स्टुडेन्ट इन्टु 100, यसरी पर्सेन्टेज निकाल्छ। अब यो 0 0 काटौँ। अब त तिमीलाई सजिलो थाहा छ। 5 ले 5 7 जा 35 हो कि न? फेरि 30 आउँछ, 5 6 जा 30, त 76%ले पाएको छैन रहेछ। यो प्रकारले गर्नु सजिलो। रेसियोमा XY नमानेर चाहिँ, क्लियर? X नमानेर चाहिँ, पर्सेन्टेजमा चाहिँ 100 माने भने चाहिँ सजिलो हुन्छ। ओके, यो क्वेसन हो ल। द सम अफ द नम्बर इज 25 एन्ड द डिफरेन्स इज 13 एन्ड द प्रोडक्ट भन्दैछ। क्लियर होइन? यस्तो क्वेसनमा नि म एउटा ट्रिक्स दिन्छु ल। यो नि अब तिमी एकदम याद गरिराख्नु, किनभने यो एकदम इम्पोर्टेन्ट ट्रिक हो। x + y x - y = 13। यो हाम्रो प्रब्लम्स एन्ड बोर्ड्स थुप्रै कुरामा प्राय तिमीले कम्पिटिभ इक्जाम गर्दा प्राय यो एउटा इक्वेसन तिमीले घरिघरि भेटिबस्छौ। x + y यदि a हो र x - y यदि b हो, मतलब सेम कुरा प्लस भएको भ्यालु र सेम कुरा माइनस भएको भ्यालु देख्छ भने चाहिँ x को भ्यालु जहिले पनि यो दुईटालाई जोडेर बाई 2 गर्नु, अन्त y को भ्यालु त जहिले पनि यो दुईटालाई सफ्टाइ। यो प्राय आउँछ, बुझ्यो कुरा? त यहाँदेखि सजिलो भएको होइन? वाट इज द x को भ्यालु? यो दुईटालाई जोड त, यो दुईटा जोड्दा कति हुन्छ हौ? 38, 38/2। क्लियर कुरा? अब यो भयो 19। अब y भन त कति हुन्छ? यो दुईटालाई सब्ट्र्याक्ट गर। क्लियर कुरा? सब्ट्र्याक्ट गर्दा 25 मा 13 सब्ट्र्याक्ट गर्दा 12, 12/2 हुन्छ तिम्रो 6। y को भ्यालु आइगयो। त तिमीलाई प्रोडक्ट सोधेको थियो x × y। अब मल्टिप्लाई गरिदेऊ। 6 9 जा 54 को 4, क्यारी 5 6 1 जा 6, अघिको 5 जोड्दाखेरि 114 आयो तिम्रो एन्सर। त यो एकदम नोट गरिराख, प्राय हामीलाई यो सोध्छ, प्राय आउँछ। कुनै पनि बोटनी स्ट्रिममा त झन् यसले नै ट्रिक्स बन्नेको हो। क्लियर? नेक्स्ट क्वेसन हेरौँ हामी। In the first 10 over of the cricket game, the run rate was only 3.2 run rate रहेछ। What should be the run rate in the remaining 40 over to reach the target of 282 run भन्दैछ। भनेपछि यहाँ हेर, 10 ओभरमा 3.2 रन रेट मात्रै रहेछ भनेपछि रन कति बनिन्छ? अब नेक्स्टमा रन रेट के हो? रन रेट भनेको चाहिँ कति रन बनायो डिभाइडेड बाई ओभरमा, यो हो तिम्रो रन रेट। 10 ओभर। क्लियर? कति रन? 1 ओभरमा कति रन बनायो? जस्तै सोच 1 ओभरमा 6 रन बनायो अरे। क्लियर कुरा? 1 ओभरमा 6 रन बनायो, द्याट इज अ 6/1, द्याट इज 6 हो रन रेट। क्लियर? रन रेट। अब हेर त, 10 ओभरमा तिम्रो कति बनाएछ? 3.2, त रन कति बन्ने होला? 10 × 3.2 हो कि होइन? यो अब 40 ओभरको रन रेट मानौँ, 40 × x, यो बराबर चाहिँ तिम्रो टार्गेट यति हुनु पर्यो नि त, 282। यस अर नो? सिम्पल लजिक हो। क्लियर? अथवा यसरी बुझ्दा हुन्छ, 10 ओभरमा कति रन बनायो होला हौ? 10 10 ओभरमा कति रन बनायो होला? सोच त।
10 ओभरमा 3.2 इन्टु 10 द्याट इज 32 रन बनायो होला हो कि न अब तिम्रोमा टार्गेट 282 को छ त 32 रन त बनिसक्यो नि त यसरी आउँछ नि क्या दिस दिस रन निड टु विन्स भनेर आउँछ नि क्या होइन त्यस्तै त हो त 282 मा तिम्रो 32 लाई घटाइदियो कति भयो 250 चाहियो कति ओभरमा इ बुझेको 250 कति ओभरमा 40 ओभरमा चाहियो नि त डिभाइड बाई 40 गर्दा पनि भइगयो त अन्त यो गयो लु 4 ले 25 ले गर्दा 4 6.25 आउँछ बुझेको कुरा 6.25 यसरी गर्दा पनि हुन्छ ल यसलाई तिमीले सल्भ गर्यो भने सेम आउँछ यो उता जान्छ 40 त्यही त हो कुरा त क्लियर यसलाई डिभाइड गर्यो भने 6 point कति आउँछ 2 किन 6 1/4 हो नि त क्लियर त यो भयो तिम्रो एन्सर ल हेर त द एभरेज अफ 3 नम्बर इज 77 द फर्स्ट नम्बर इज ट्वाइस अफ द सेकेन्ड वान एन्ड द सेकेन्ड नम्बर इज ट्वाइस अफ द थर्ड नम्बर क्लियर एभरेज 77 अरे क्लियर यस्तोलाई कोही के होला नि अप्सन टेस्टले हुन्छ कि तर अप्सन टेस्ट यसमा गर्नु सक्दैन किनभने थर्ड नम्बर भन्दा सेकेन्ड ट्वाइस सेकेन्ड नम्बरमा यो ट्वाइस यहाँ पनि छ यहाँ पनि छ यहाँ पनि छ टाइम वेस्ट हुन्छ नगरौँ ल अब हेरौँ लजिक सुन क्लियर अन्त भनेपछि मैले यसो गर्नु सक्छु यहाँ फर्स्ट नम्बर लेख्छु ए मान्छु ल यो बी मान्छु यो सी मान्छु क्लियर तीनटा नम्बर यहाँ रे थर्ड नम्बरलाई मैले एक्स माने अरे सुन यहाँ थर्ड नम्बरलाई मैले एक्स माने अरे सेकेन्ड नम्बर के हुन्छ 2x हुन्छ अन्त फेरि फर्स्ट नम्बर के हुन्छ यसको डबल हो नि त त्यहाँ 4x हुन्छ केही डाउट एकदम सजिलो छ है एभरेज त सबैलाई थाहा भएकै कुरा एभरेज भनेको टोटल बाई नम्बर अफ आइटम्स अथवा टोटल भनेको एभरेज इन्टु एन गर्दा पनि हुन्छ यो पनि एकदम सजिलो हो जहिले पनि यसले काम गरौँ फ्र्याक्सनभन्दा राम्रो सो यो डल्लै जोड्यो भने के हुन्छ 4x 2x र x जोड्दा कति हुन्छ 7x बराबर के हुन्छ एभरेज एभरेज इन्टु एन एभरेज 77 हो इन्टु कतिवटा नम्बर भयो 3टा हो त 7 ले टक्क काटिहाल्यो 11 त x को भ्यालु आइगयो तिम्रो 33 केही डाउट छ भने भन क्लियर त तिमी आफै सोच यो 33 हो भने 33 लाई 2 ले मल्टिप्लाई गर त 33 इन्टु 2 66 आउँछ फेरि 66 लाई पनि 2 ले मल्टिप्लाई गरिदेऊ न किन यो डबल थियो नि त यसको क्या त यो हुन्छ 132 क्लियर 132 हो ल यो क्लियर यसको डबल हो उतै मिस्टेक भएको होला मिसप्रिन्टेड मेरो टाइपिङमा मिस्टेक भयो होला यो ल यो 132 हो केही छ डाउट हेर त जोड्दाखेरि एभरेज हो नि त एभरेज दिएको 77 एभरेज भनेको दिस इन्टु दिस सो 7 ले 11 x को भ्यालु 33 यो 33 हो भने यसको डबल 66 को डबल चाहिँ 132 आउँछ यो टाइपिङ गर्दाखेरि मिस्टेक भएको मात्रै हो ल क्लियर नेक्स्ट द कस्ट प्राइस अफ द सुइङ मेसिन इज 800 द शपकीपर अलाउ अ सक्सेसिभ डिस्काउन्ट अफ 15% एन्ड 10% वाट इज द सेलिङ प्राइस हेर अब यो भयो तिम्रो के को प्रफिट एन्ड लस दिएको डिस्काउन्ट सक्सेसिभ भनेको वान आफ्टर द एनदर दिएको यसलाई नि अब सेलिङ प्राइस सोधेछ यसलाई त्यस्तो ब्याकको केही सोधेको छ डाइरेक्ट गर्नु डिस्काउन्ट भनेको यस्तो हो नि त यदि मेरो 20% को डिस्काउन्ट भनेको चाहिँ 100 त अरिजिनल हो नि त सिपी 20% डिस्काउन्ट 20% घटाउनु पर्छ 80% अफ सिपीमा दिएको त्यसरी बुझ्नुपर्छ क्लियर अब क्वेसनले भन्दैछ कस्ट प्राइस त यति परेको द शपकीपर अलाउ सक्सेसिभ डिस्काउन्ट अफ 15% एन्ड 10% वाट इज द सेलिङ प्राइस भनेपछि सोच 800 को पहिला कति दियो होला आफै सोच त पहिला दियो तिम्रो कति 10% 15% को डिस्काउन्ट त हेर है 15% त लजिक सुन 15% डिस्काउन्ट दिनु भनेको 100 मा 15 गरौ 85% हुनु भनेको यसरी फेरि यो जे पैसा आयो सक्सेसिभ भनेको वान आफ्टर एकपल्ट दियो फेरि कस्टमर जाला जाला जस्तो गरी इमेजिन गरौँ न फेरि होइन अझै यो माथि पनि लिनुस् तपाईँले 10% भने अरे त 10% अलि लिनु भनेको चाहिँ 90% हुनु भनेको दुईपल्ट डिस्काउन्ट लागे पहिला 15% को डिस्काउन्ट फेरि त्यसको माथि सक्सेसिभ भनेको त्यसको माथि हो अझै क्लियर कुरा यस्तो होइन नि कहिले पनि नबुझ्नु कि 15 and 20% इम्प्लाइज द्याट दुईपल्ट डिस्काउन्ट डज नट इम्प्लाइज द्याट 25% एब्सोल्युटली रङ हुन्छ यो कुरा ल हामी योलाई काटिदिउँ 0 0 काटिहाल्यो दुईटा 0 हो कि होइन अब यो एन्सर सोच यो र यो 0 काटिहाल्यो तिम्रो क्लियर 8 ले काटौँ ल 5 ले 5 ले यो 2 टाइम्स काटिन्छ 5 ले यो कति टाइम्स काटिन्छ 17 टाइम्स सरी क्लियर 2 ले यहाँ 4 टाइम्स काटिहाल्यो अब यसो हेरौँ त हेर ल युनिट डिजिटको कन्सेप्ट लगाउँदा अलिक छिटो भएको जस्तो लाग्यो हेर ल 9 7 जा 8 कति हुन्छ 9 इन्टु 7 तिम्रो 7 9 जा 63 3 हुन्छ 3 4 जा 12 2 युनिट डिजिटमा हुन्छ यही मात्रै रहेछ 2 अरू 0 थियो कि 0 त आउने कुरा आएन नि त बिकज वी नो भेरी वेल 0 कति बेला आउँछ जसमा प्राइम फ्याक्टर 5 र 2 दुइटै छ त यो आउने कुरा आएन त यसरी हामीले सल्भ गर्दा पनि त्यही आउने हो मैले युनिट डिजिट लगाए छिटो भयो क्लियर नेक्स्ट
नेक्स्ट हेरौँ हामीले 17 नम्बरको क्वेसन. अ नम्बर इज डबल एन्ड 9 इज एडेड. इफ द रिजल्टेन्ट इज ट्रेबल इट बिकम 75. नम्बरलाई पहिला डबल गरेछ, त्यहाँदेखिको 9 एड गरेछ, त्यहाँदेखिको फेरि त्यसलाई 3 गुणा गरेछ. के गरेछ? 3 गुणा गरेछ. त्यति बेला त नम्बर के भयो? 75 भयो. एउटा म बेसिकले गर्छु ल. पहिला सुरु हेर. नम्बर मानौँ हामी एक्स थियो होला, यसलाई डबल गरे 2x भयो. त्यसमा 9 जोडे प्लस 9 भयो. अब जे नम्बर आयो त्यसमा 3 गुणा गरे. क्लियर? त्यसो हुँदाखेरि त नम्बर बन्ने 75. यही त भनेको. सजिलो प्रकारले बुझौँ न. क्लियर न? यो त भयो हाम्रो बेसिक तरिका. 3 ले काटिन्छ 25 भइगयो. लु हेर 2x इज इक्वल्स टु के हुन्छ? 25 लाई 9 लाई उता घटाउ त 25 माइनस 9 होइन ट्रान्सपोजिसन. सो 2x बराबर यो भयो तिम्रो 16. त x को भ्यालु भइगयो 8. क्लियर? यस्तो क्वेसनलाई नि यो भयो नि, यस्तो क्या डबल ट्रिपल गरेछ. यो त अब बेसिक एप्रोच इक्वेसन बनाएर. यस्तो क्वेसनलाई उल्टा पनि ट्रिट गर्नु सक्छौ. उल्टा भनेको याद छ? अपोजिट वेले. किन फाइनल नम्बर देख्छ नि, अपोजिट वे भने यहाँ कुनै पनि कुरा पर्फर्म गर्छ मल्टिप्लाई होइन, केही कुरा गर्दै त्यसको उल्टा गर्दै गए पनि हुन्छ. कसरी भन त? यहाँ यदि मल्टिप्लाई भएको छ भने डिभाइड गर्नु पर्यो, प्लस भएको छ भने माइनस गर्नु पर्यो. त सुनिराख. 75 भयो, ट्रिपल भएको थिएन, उल्टा पढ. अब ट्रिपल भएको थिएन, पहिला 3 ले डिभाइड गर. त यो बन्ने 25. 25 मा फेरि 9 घटाइदेऊ, यो बन्ने 16. 16 मा फेरि डबल गरेको नम्बर 8 बनाइदियो. यस डाइरेक्ट केही इक्वेसन बेगर. मतलब लास्ट उल्टा पढ्नुपर्छ. 75 होइन, ट्रिपल भन्दैछ, 3 गुणा गर्दै थियो भने 3 ले डिभाइड गर्दै गुणा गर्दै 3 ले गुणा 25. 9 जोड्दै थियौ, 9 घटाइदियो, माइनस 9 16. फेरि 2 टाइम्स डबल गर्दै थियो, डबल गर्नु भनेको 2 ले डिभाइड गरिदियो, 8. सिधै आउँछ एन्सर. यो प्रकारले हामीले गर्न सक्छौँ. नेक्स्ट हेरौँ. A boat running upstream takes 8 hours 48 minutes to cover a certain distance, while it takes 4 hours to cover the same distance while running downstream. What is the ratio between the speed of the boat and the speed of the water? यसलाई म एउटा दामी कन्सेप्टले सिकाउँछु. सुन ल. हेर, अपस्ट्रिम र डाउनस्ट्रिमको कन्सेप्ट हो. यहाँनिर चाहिँ एक दुईवटा कुरा चाहिँ दुईवटा कन्सेप्ट एकदम याद गर्नु ल. एउटा रेसियोको कन्सेप्ट, एउटा बोट र स्ट्रिम. ओह्रालो कुद्दा के हुन्छ र उकालो कुद्दा. पहिला सुरु म डाउन स्ट्रिम बुझाउँछु ल. डाउन स्ट्रिममा ओह्रालो कुद्दाखेरि तिम्रो स्पिड ज्यादा हुन्छ नि त, आफै पनि बग्छ नि त. डाउन स्ट्रिममा बोटको स्पिड के हुन्छ भन्दाखेरि बीलाई म बी लेख्छु ल, प्लस एस. किनभने ओह्रालोमा त स्पिड ज्यादा हुन्छ. बोटको पनि स्पिड, स्ट्रिमको पनि स्पिड. ठिक छ. अप स्ट्रिम कुद्दाखेरि चाहिँ अब रेसिस्टेन्स हुन्छ नि त. रेसिस्टेन्स भनेको खोलाले ठेल्दैन. अब उकालो पौडी खेल्नु साह्रो पर्छ नि त. त्यस्तै त हो. त्यति बेला चाहिँ बोट माइनस एस. यो कुरा पहिला एउटा एकदम बुझिराख. क्लियर? नेक्स्ट कुरा बुझ्नुपर्ने यो एउटा कन्सेप्ट हो. नेक्स्ट कुरा बुझ्नुपर्ने कि स्पिड र टाइमको रेसियो इन्भर्सली प्रोपोर्सनल हुन्छ. स्पिडको रेसियो जुन चाहिँ छ त्यो त्यही टाइमको रेसियो भन्दा उल्टा हुन्छ. यही कुरा चाहिँ बुझ्नु पर्यो. ठिक छ कुरा? अब मैले किन जति ज्यादा स्पिड त्यति नै कम्ती के लाग्छ? टाइम लाग्छ नि त होइन. जति ज्यादा स्पिड त्यति नै कम्ती टाइम लाग्छ. अब तिमी भन ल, अप स्ट्रिम सुन है ध्यान लगाएर, अप स्ट्रिमको टाइम यति रहेछ, डाउन स्ट्रिमको टाइम कति पो रहेछ? 4 आवर ल. वाइल अब हेर है, अप स्ट्रिमको टाइम सुनिराख. अब म टाइमको अप स्ट्रिमको टी लेख्दैछु र डाउन स्ट्रिमको टी लेख्दैछु. ठिक छ कुरा? त अप स्ट्रिमको टाइम 8 आवर 48 मिनट. सो 8 प्लस 48 लेखेँ ल मैले. 48/60 गरेँ, मिनटलाई कन्भर्ट गरेको, डिभाइडेड बाई 4 आवर. यसलाई अलिकति सल्भ गरौँ ल. 12 ले 4 टाइम्स, 12 ले 5 टाइम्स. जति यसलाई सल्भ गर्छु तिम्रो आउँछ 5 एलसिएम हो कि होइन है? 5 एलसिएम, 5 8 जा 40 प्लस 4. यो त याद छ नि के हुन्छ? यसको तल 1 छ, पल्टिन्छ नि त, 1/4. त तिम्रो रेसियो आयो 44/5 इन्टु 4 भनेपछि 11/5. यो के को हो? यो के को हो? तिम्रो टाइमको रेसियो. हामीलाई स्पिडको कुरा गर्दैछौँ. वाट इज द रेसियो बिट्विन द बोट एन्ड द स्पिड? क्लियर? बोट र स्पिडको एकैछिन सुने. अब अप स्ट्रिमको स्पिड र डाउन स्ट्रिमको स्पिडको रेसियो के हुन्छ भन्दा उल्टा हुन्छ. त यो 11/5 हो भने 5/11 हुन्छ. पहिला भने यहाँसम्म बुझ्यो कि बुझ्दैन? अहिले भर्खर मैले भनेको यदि स्पिडको रेसियो 4:3 छ भने टाइमको रेसियो के हुन्छ तिम्रो? 3:4. त्यो त सबैलाई थाहा भयो. जति ज्यादा स्पिड त्यति कम्ती टाइम लाग्छ. त इन्भर्सली प्रोपोर्सनल हो नि त. क्लियर होइन? अब सुन ल, एउटा दामी कन्सेप्ट अझै एउटा सिकाउँ. यो क्वेसन यस्तो हो जसमा तिमीले थुप्रै कन्सेप्ट सिक्न सक्छौ. मैले के सिकाएँ? एउटा यो रेसियोको कन्सेप्ट सिकाएँ, एउटा यो पनि हेर. अब हेर ल, सुनै ध्यान लगा. म लेख्छु कि डाउन स्ट्रिमको स्पिड र नि अप स्ट्रिमको स्पिडको रेसियो के लेखिदिन्छु भने त सजिलो 11/5.
त डाउन स्ट्रिम भनेको के हो बी प्लस एस हो कि होइन यो के हो बी माइनस एस इज इक्वल्स टु 11/5 यहाँ त केही डाउट छ डाउन स्ट्रिमको बी प्लस एस यहाँ र एउटा बेसिक एप्रोच हुन्छ जो क्रस मल्टिप्लाई गरेर बी र एसको रेसियो निकाल्नु तर म एउटा दामी कन्सेप्ट अझै एउटा सिकाउँछु यहाँनिर जसलाई भन्छ कम्पेनेन्डो एन्ड डिभिडेन्डो भन्छ यहाँ र यदि एक्स प्लस वाई बाई एक्समा सेम थिङ प्लस र सेम थिङ माइनसको रेसियो छ अब अघिसँग कन्फ्युज नहुने अघि त भ्यालु थियो नि अघि त एक्स प्लस वाई इक्वल्स टु ए एक्स माइनस वाई इक्वल्स टु बी यो अर्कै कुरा हो नि यो जति बेला रेसियो सेम कुरा प्लस र सेम कुरा माइनसको रेसियो उताबाट ए इज टु बी देख्छ भने यो के को प्लस माइनस भएको छ एक्स र वाई त एक्स बाई वाईको भ्यालु के हुन्छ कम्पेरेन्ट डिभिडेन्डोले ए प्लस बी ए माइनस बी म यो कन्सेप्ट लगाउँछु मैले भन्दैछु है यसलाई तिमीले क्रस मल्टिप्लाई जति बेला गर्छौ अन्त बी र एसको निकाल्छ त्यति बेला एन्सर आउँछ तर हामी कम्पिटेटिभ इक्जाम गर्दैछ त्यसमा त के लगाइन्छ ट्रिक्स चाहिन्छ त हामी के गर्छ यसमा बी र एसको रेसियो के हुन्छ भन्दा के हुन्छ 11 + 5 11 - 5 11 + 5 माथि 16 11 - 5 तल 6 त रेसियो गर्दा 2 8 जा 16 2 3 8:3 रहेछ हाम्रो एन्सर यो हो तिम्रो एन्सर के छ डाउट क्लियर ल हामी जाउँ फेरि अर्को क्वेशनमा ल हेर त एकपल्ट पढ त क्वेशन क्लियर यहाँ के छ 65 liters water contaminated milk was in the barrel where the ratio between milk and the water is 10:3 in that solution how much liter of water is to be mixed to get the ratio between and to get the ratio between milk and water ल milk and water is 8:5 भन्दैछ कतिको रेशियोमा मिक्स गर्छौ ठीक छ कुरा अब हेर यो क्वेशनलाई नि दुई प्रकारले गर्न सक्छ कति प्रकारले टु प्रकारले एउटा मिक्सर एनालाइजेसनले गर्न सक्छ एउटा रेशियोको मेथडले गर्न सक्छ हेरौँ ल जुन चाहिँ मेथड तिमीलाई सुविधा लाग्छ त्यो गरौँ ल ठीक छ यहाँ रे अब फर्स्टमा हामी मानौँ मिल्क र वाटर मिल्क कति छ तिम्रो ध्यान लाग्छ नि मिल्क कति छ तिम्रो मिल्क छ तिम्रो रेशियो कति छ मिल्कको 10 र 3 इनिशियलमा ठीक छ पछि फाइनलमा मिल्क र कति वाटर एड गर्यो भने त्यही मिल्क र वाटरको रेशियो 8:5 हुन्छ भन्दैछ पहिला मलाई खाली यति भन कि तिमीले के एड गरेको तिमीले त वाटर पो एड गरेको त मिल्क त जसको तस हुनुपर्ने हो तर यहाँ यस्तो कन्सेप्ट लेखे रेशियोको मेथडले सिकाए यहाँ 10 छ यहाँ 8 छ मिलेन नि त टोटल यहाँ लेखिराखौँ ल यहाँ 13 मानौँ यहाँ टोटल मानिराखौँ कति तिम्रो 8 र 5 13 भयो यहाँ टोटल ठिकै छ प्रब्लम छैन तर के मिलेन भन्दाखेरि चाहिँ नि यो मिलेन यहाँ 10 छ यहाँ 8 छ तिमी आफै सोच मिल्क त तिमीले एडै गरेको छौ कसरी चेन्ज भयो भन्दाखेरि अब मिल्कलाई पहिला सेम बनाउनुपर्छ किन मिल्क चेन्ज हुनु हुँदैन किनभने यु आर एडिङ वाटर ओन्ली त भने यो 10 र 8 को एलसिएम निकाल्नु एलसिएम अफ 10 एन्ड 8 गऱ्यो भने 40 आउँछ त 40 बनाउनु 40 आउनुको लागि यसलाई 4 ले मल्टिप्लाई गर्नु यसलाई 5 ले मल्टिप्लाई गर्नु ध्यान लगाएर सुन 4 ले जतिलाई मल्टिप्लाई गर्छौ क्लियर यो बनिन्छ 40 यो बनिन्छ तिम्रो कति 12 यता 5 ले मल्टिप्लाई गर्नु यो बनिन्छ 40 यता 5 ले मल्टिप्लाई यो गरिन्छ तिम्रो कति 25 यता पनि मल्टिप्लाई भयो इन्टु 4 गर्दाखेरि इन्टु 4 गर्दा यो टोटलमा मल्टिप्लाई भयो कति 13 × 4 42 भयो क्लियर हैन 52 सरी 4 3 12 क्यारी 1 52 भयो हो यहाँ 13 × 5 65 भयो लजिक सुन है अब ल मैले के भनेको तिमीलाई के को भ्यालु दिएको 65 लिटर वाटर कन्टेमिनेटेड मिल्क एन्ड वाटर भनेको यसको भ्यालु दिएको हो नि त 52 बराबर 65 दिएको थियो यो टोटलको दिएको हो नि त 1 बराबर 65/52 हुन्छ यो त बुझेको बुझेन अब लजिक बुझ तिमी आफै सोच त यहाँ कति पो तिमीले उते गरेको बढाउँदैछौ वाटर कति एड गरेला 12 दिनको 25 बनिँदैछ त वाटर 13 एड गरेको 13 युनिट हो त 13 युनिट बराबर 13 × 65/52 हुन्छ यहाँ त क्लियर यो हो तिम्रो एन्सर त हामी सल्भ गरौँ ल 13 ले कति पल्ट 4 पल्ट हो अब 4 ले ला गर्दा के हुन्छ 4 4 ले 16 1/4 त यो हो तिम्रो एन्सर फेरि पनि एकपल्ट म बुझाउँछु हेर मैले रेशियोको कन्सेप्ट लगाएँ त रेशियोको कन्सेप्ट लगाउँदाखेरि के हुन्छ भने यहाँनिर कि तिमीले के कुरा बुझ्नुपर्छ नि यहाँनिर वाटर कति एड गर्दाखेरि भन्दैछ नि त यो प्रकारले गर्दा भइगयो क्लियर कुरा त मैले के गरेँ रेशियो निकालेँ त्यहाँ यहाँनिर के चेन्ज हुँदैन मिल्क चेन्ज हुँदैन मिल्क चेन्ज नहुनुको लागि यो मिल्कको भ्यालु सेम बनाउनु यहाँ माथिकोलाई 4 ले मल्टिप्लाई गरेँ
तलकोलाई 5 40 40 बनाइदिए यहाँ 12 यहाँ 25 त 12 मा 25 भयो कसरी वाटर 25 भयो के कुरा एड गरेको थियो नि त वाटर कति एड गरेर 12 मा 25 13 एड गरेको थियो के को भ्यालु दिएको 65 ओरिजिनल टोटल क्वान्टिटीको त ओरिजिनल 52 को भ्यालु दिएको 65 1 भ्यालु बराबर यो त यो प्रकारले पनि हामीले के गर्नु सक्छ रेशियोको मेथडले गर्न सकिन्छ क्लियर यसलाई नै यस्तै क्वेसन हामीले अरु इयरमा पनि छ त्यसलाई म यही यस्तै क्वेसन आयो भने त म केले पनि गराउँछु मिक्सर एनालाइसिसले पनि गराउँछु ल नेक्स्ट क्लासमा क्लियर ल नेक्स्ट क्वेसन हेरौँ ओके यहाँ यो क्वेसन दामी हो द सम अफ द 2 डिजिट नम्बर एन्ड द नम्बर obtained by reversing the order of the digit is 129 भनेपछि कुनै पनि 2 डिजिट नम्बर छ अरे त्यो र त्यसको उल्टा बनाएको नम्बर जोड्यो भने चाहिँ 121 आउँछ अरे अन्त दुईटाको डिजिटको डिफरेन्स अरे 3 फाइन्ड द नम्बर जहिले पनि क्वेसन यदि 2 डिजिटको क्वेसन आउँछ जसमा नम्बर के हो भनेर सोध्छ भने द बेस्ट मेथड इज अ अप्सन टेस्ट यो भन्दा दामी मेथड हुनै सक्दैन मैले के भने 2 डिजिटको क्वेसन आयो रे 2 डिजिट नम्बर सम अफ द डिजिट डिफरेन्स अफ द डिजिट के भने रे त क्वेसनले के सोधे रे फाइन्ड द नम्बर जहिले पनि सोध्छ नि केही नसोचिकन अप्सन टेस्ट सिकाउनु त्यो भन्दा दामी मेथड त हुनै सक्दैन अप्सन टेस्ट भनेको सुन यहाँ भन्दैछ डिफरेन्स अफ द डिजिट 3 हुनुपर्ने हेरे त यसको पनि डिफरेन्स 3 छ यसको पनि डिफरेन्स 3 छ यसको पनि डिफरेन्स 3 यसको पनि डिफरेन्स 3 छ ओके पर्फेक्ट भयो फर्स्ट कन्डिसन सबैले सेटिस्फाई गर्यो कोही बेला यस्तो सेटिस्फाई गर्यो भने त्यो अप्सनलाई काटिदिनु अब भन्दैछ जुन चाहिँ नम्बर छ त्यसको उल्टा जोड्यो भने त 121 आउनुपर्ने त यसको उल्टा के होला 5 र 8 कहाँ आउँछ 1 5 र 8 त 13 को 3 आउँदैछ भएन यो अप्सन 63 मा 36 जोडा 6 र 3 9 आउँदैछ भएन यो अप्सन 74 मा 47 जोडा 7 र 11 को 1 क्यारी 1 121 यो आउँदैछ हेर त यो हो हाम्रो अप्सन उल्टा जोड्यो नि किन यहाँनिर त आउँदैन नि त 6 र 9 कहाँ भयो त 6 र 15 को 5 त यो पनि भएन त यो भन्दा दामी मेथड हुनै सक्दैन 2 डिजिट नम्बरको लागि क्लियर ल नेक्स्ट क्वेसन हामी हेरौँ 21 भयो के को क्वेसन हो अब हाम्रोमा सिम्प्लिफिकेसनको क्वेसन हो क्लियर त सिम्प्लिफिकेसनको क्वेसनमा हामीलाई याद हुनुपर्छ बोर्ड मास वी बोर्ड मास पनि भन्दा हुन्छ बोर्ड मासमा ब्र्याकेट याद हुनुपर्ने पहिला यो युज हुन्छ त्यहाँदेखिको कर्ली त्यहाँदेखिको स्क्वायर अरू त ओ भनेको अफ हो डी भनेको डिभाइड हो एम भनेको मल्टिप्लाई ए भनेको एडिसन सब्ट्र्याक्सन एस भनेको सब्ट्र्याक्सन क्लियर त हामी बिस्तारै सल्भ गर्दैछौँ क्लियर हेर पहिला सुरु म तिमीलाई के हिन्ट दिन्छु भने नि पहिला भित्रको सल्भ गर्दैछौँ अब यसलाई म बिस्तारै सल्भ गर्छु ल किन स्टुडेन्ट प्रायः कन्फ्युज हुन्छ कि हेर एउटा त के गर्दा हुन्छ भने नि यहाँदेखिको स्टार्ट गरौँ ल हेर है यहाँदेखिको यो कति छ 4 1 जा 4 र यो 3 कति भयो 7/4 भयो यो डिभाइड छ कि छैन डिभाइडलाई इन्टु गरिदिउँ केही प्रब्लम छैन 4/3 लेखिदिउँ यो प्लस अब हेर यो भित्रपट्टिको ब्र्याकेटको सल्भ गरेको डिभाइडलाई मल्टिप्लाई बनाइहाल्दा केही प्रब्लम हुँदैन त्यसमा मैले गरेको छु न अपरेसन कहाँ गरेको छु त मैले जस्ट चेन्ज गरेको ल अब हेर यहाँ प्लस थियो नि त हो अब यो भित्रको जुन चाहिँ छ नि त्यो भित्रको सल्भ गर्दाखेरि नि मैले ब्र्याकेट ओपन गर्दा पनि हुन्छ किन भन्दाखेरि नि मिक्स फ्र्याक्सनलाई हटाएको ल सजिलो पर्छ हेर ल मैले नि तिमीलाई सुन ल के भन्दैछु मैले तिमीलाई नि यदि 2/3 र नि 5/3 भन कति हो भने नि यो सजिलो हुन्छ सल्भ गर्नु यसलाई भन्छ लाइक फ्र्याक्सन जसको डिनोमिनेटर सेम भएको 3 यहाँ छ माथि 2 र 5 7 7/3 हुन्छ एडिसन सिधै गरिदिनु त म के गर्दैछु भने नि यसलाई 6 यसरी लेख्छु प्लस इन्टु माइनस माइनस 5 3 जा 15 15 मा 3 जोड 18/5 भयो अन्त यसलाई म प्लस लेखेर यो 3 1 जा 3 यो भयो 5/3 बुझ्यो कुरा अब यो र यो काट्यो यो गरेको रिजन बुझ्दै जान्छु किन अब हेर तिमीले यदि नोटिस गर्यो भने नि यो र यो नि लाइक फ्र्याक्सन हो कि होइन यो र यो के हो लाइक म बिस्तारै बिस्तारै सबै हिन्ट दिँदै जान्छु ल हामी मेन कुरा स्पिडमा नफोकस गरौँ आज हामी कन्सेप्टमा फोकस गरौँ ठिक छ ओके हेर 7/3 र 5/3 मैले अहिले भर्खर भनिहालेँ 7/3 प्लस 5/3 माथि जोड्दा हुन्छ 7 र 5 12 12/3 कति हुन्छ 4 हुन्छ 4 प्लस 6 माइनस 18/3 थियो यसलाई यसरी राखौँ क्लियर है 18/5 अझै एउटा कुरा पनि ट्रिक्स दिइहाल्छु ल तिमीलाई म हेर यसलाई कति थियो 3 5/3 3 3/5 थियो है म 2-3वटा क्वेसनको कन्सेप्ट बुझाइदिँदैछु ल कर्ली ब्र्याकेटसम्म भएको छ है यता यतिकै छ नि यसलाई म के लेख्छु अब 8 1/5 यसरी होस् ल अहिले प्रब्लम छैन यो क्लियर अच्छा यसरी गरिराखौँ 41/5 गरिराखौँ यतिसम्म ठिक छैन सुन ल अब यो जोड्दा 10 अब म तिमीलाई अझै एउटा ट्रिक्स भन्छु ल हेर जति बेला होल नम्बर मिक्स फ्र्याक्सनसँग सब्ट्र्याक्ट हुँदैछ एउटा ट्रिक्स सुन ल सजिलो ट्रिक्स सुन होल नम्बर मानिलौँ यहाँ 22 छ अरे माइनस तिम्रो 3 5/7 छ अरे
सुन है, ध्यान लगाएर सुन है ल के भन्दैछु। होल नम्बर मिक्स फ्र्याक्सनसँग सब्ट्र्याक्ट गर्ने ट्रिक्स। जहिले पनि यस्तो छ भने यसले यसलाई घटाउनु कति हुन्छ, 7 मा 5 गर्दा 2, सो यसलाई 2/7 लेखिदिऊ। क्लियर हैन? ओके, अर्को स्टेप हेर। यसलाई 1 बढाउनु, सो 3 लाई 1 बढाउँदा 4, सो 22 मा 4 घटाइदिनु, द्याट इज 18 आउँछ। यो हो हाम्रो ट्रिक्स। यही कन्सेप्ट यहाँ लगाउँछु ल। हेर यहाँ कति हो तिम्रो 10 - 3 3/5 ल। हेर है अब म ठिक छ, म यता यही सेम छ है ल। मैले टाइम यता अझै छ है, योहरू पनि छ नि, 9 डिभाइडेड बाई पनि छ नि ल। म लेखिदिँदै अहिले होस्। हेर है अब मैले अहिले भर्खर दिएको ट्रिक्स एप्लाई गर त। मैले के भने तिमीहरूलाई 10 मा 3/5 होल नम्बरमा मिक्स फ्र्याक्सन गर्दा 3/5 छ नि, यो भने यो घटाइदिउँ, कति भयो 2/5। यसलाई कति बढाउनु भयो भनेको थिएँ मैले अघि, कति बढाउनु भनेको थियो, 1 बढाउनु। 3 मा 1 बढाउँदा 4, 10 मा 4 गर्दा 6 भयो। त यो भयो तिम्रो। यहाँ त क्लियर? अब हामी सल्भ गरौँ ल। हेर है 9 डिभाइडेड बाई, अब यो पनि खास त मिक्स फ्र्याक्सनको छ नि यहाँ 8 मा कि। अहिले म यसरी सिकाउँछु ल। नेक्स्टमा बिस्तारै बिस्तारै हामी जति पिवाइक्यू गर्छ बिस्तारै बिस्तारै हरेक चिजमा म के गर्छु, यस्तो मिक्स फ्र्याक्सन कसरी हामीले सब्ट्र्याक्ट गर्छ त्यो पनि सिकाउँछु ल। त अहिले हामी यसमा जाउँ। 41/5 यहाँ हेर ल, -5 6 कति हो 30, 32/5। अब तिमीलाई के थाहा हुनुपर्ने, लाइक फ्र्याक्सन हो कि होइन यो। त लाइक फ्र्याक्सन हो भने मैले के भनेको थिएँ, डाइरेक्ट सब्ट्र्याक्ट गरिदेऊ। माथि 41 मा 32 घटाउँदाखेरि 9 हुन्छ, 9/5 आयो। अब हामीलाई थाहा छ यो डिभाइड मल्टिप्लाई भनिँदा उल्टा हुन्छ, 5/9, सो 9 र 9 क्यान्सल, 5। मेन कुरा याद छ यहाँ आज दुईटा कुरा तिमीहरूले सिक्यौ यसमा, यो क्वेसनमा। एउटा लाइक फ्र्याक्सन डाइरेक्ट एड हुनसक्छ, बेस्ट हो, सजिलो हुन्छ। लाइक फ्र्याक्सन पहिला चेक गर्नु, लाइक भनेको जसको डिनोमिनेटर। अर्को कुरा हाउ टु सब्ट्र्याक्ट अ नम्बर मिक्स फ्र्याक्सन फ्रम द होल नम्बर, त्यो पनि एउटा सिक्यौ। क्लियर? ल नेक्स्ट क्वेसन गरौँ ल। What will be the LCM of 8, 24, 36 and 54? यहाँ 8, 24, 36 and 54 को LCM के हुन्छ? याद गर्नु कि LCM जुन चाहिँ नम्बर हुन्छ नि, LCM जुन चाहिँ नम्बर हुन्छ, यो सबै नम्बरले जानुपर्छ नि त। LCM लाई त त्यो सबै नम्बरले डिभाइड जान्छ, त्यो कुरा याद गर्नु। ठिक छ कुरा? अब तिमीहरूलाई नि अलिकति के कुराहरू थाहा छ भने हामीले के गर्नु छ, यस्तो क्वेसनलाई नि एउटा त बेस्ट कुरा के हो, यहाँ ध्यान लगाएर सुन है ल। अब एउटा त डाइरेक्ट मेथडले गर्ने कोसिस गरौँ। एउटा म यो त सबैलाई थाहा छ नि, एलसीएम मलाई याद छ नि, यो त सबैले 2 2 जा 4, यो मेथड त हामीले कम्पिटिटिभ इक्जाममा हतपत लगाउँदैन, एकदमै लगाउँदैन। कम्पिटिटिभ मेथडमा यो लगाउँदैन। म तिमीलाई दुई प्रकारले सिकाउँछु ल। अब हामी अलमोस्ट क्वेसनको एन्डमा आउँदैछ, त मेरोमा अलिकति टाइम छ, म एकपल्ट पहिला बेसिकली सिकाउँ। एलसीएम भनेको यस्तो नम्बर हुनुपर्छ, लोएस्ट कमन मल्टिपल, जो सबै नम्बरले डिभाइड जाओस् ल। पहिला म ट्राई गर्छु कि अप्सन टेस्टले ल। 8 लेस कि यो सबै नम्बरलाई डिभाइड जान्छ, हेरौँ ल। 8 कोमा 108 के आउँछ, मैले अरू त याद छैन, मलाई यो अलिक सानो। 8 ले के यसलाई 54 लाई डिभाइड जान्छ, कहाँ जान्छ, 8 को टेबलमै छैन, यो अप्सन होइन। म के गर्दैछु, अप्सनलाई छाट्ने काम गर्दैछु। म एलसीएम मा फोकस गरेको छु, म एलसीएम को प्रोपर्टिज युज गर्दैछु। एलसीएम इज दैट नम्बर विच इज डिभिजिबल बाई ऑल द गिवन नम्बर्स। सबै नम्बर जसको एलसीएम निकाल्यो त्यो सबैले डिभाइड जान्छ, ठीक छ। 8 ले यसलाई के जान्छ हेरौँ ल। हो, यसलाई जाने रहेछ 8 ले, हो कि न? 8 ले किन, 8 5 जा 40, 32 एकैछिन राखिराखौँ। 8 ले यसलाई ल, यसलाई पनि जान्दैन त, 8 1 जा 8 28 जान्दैन, यो पनि बाहिर भयो। एम आई क्लियर? ठिक छैन कुरा? अब 8 ले यसलाई पनि डिभाइड जान्दैन, हेरौँ ल, जान्छ कि जान्दैन, हेरौँ है त। 8 2 जा 16 जाने रहेछ है, 8 2 जा 16 56, 8 7 जा 56 हुने भने चाहिँ यो दुईटा अप्सन भयो चाहिँ। अब ल दुईटा अप्सन भयो चाहिँ, त हेर ल 216 मा क्लियर ब्रेक गरौँ ल। ध्यान लगाएर सुने, अब बुझ्दैछ नि, यो दुईटामै एउटा अप्सन होला। अब क्लियर नि, यो दुईटा त 100% होइन। अब यो 24 ले कता जान्छ कि जान्दैन हेरौँ ल। 8 ले कतिपल्ट पो काटिँदै थियो, हेरौँ है। ध्यान लगाएर सुने, बुद्धि लगाउनुपर्छ। अब यसले नै यसलाई पनि अटोमेटिकली, यसमा पनि के लुकेको छौ, 8 र के लुकेको छ हेर त, 8 र के, 8 4 जा 8 3 जा 24 लुकेको छ नि त, बुझ्यौ? यसरी भइरहेको छ। क्लियर? यसमा हेरिराखौँ के छ, 4 9 जा, हो कि न? भनेपछि त्यस्तो प्रकारले हेरौँ ल। 4 ले पनि जान्छ, 9 ले पनि जान्छ। क्लियर? उतापट्टि के लेखेको छ, 9 ले 6 टाइम्स। क्लियर कुरा? यसरी भएको छ। क्लियर हैन? अब यो दुईटामा कुन चाहिँ नम्बर हो? अब हेर ल, पहिला सुरु नि 216 को ब्रेक गरौँ। सबैमा जान्छ कि जान्दैन हेरौँ ल, किन सबै नम्बरले जानु पर्यो नि त यो 216 लाई, हैन? त 216 को ब्रेक गर्दाखेरि के हुन्छ हेर ल। 216 लाई प्राइम फ्याक्टराइजेसन गरौँ ल। 2 1 जा 2 0 8,
क्लियर 2 ले 254 त भनेपछि अब बुझिहाल्यो यहाँनिर के रहेछ 2 into 2 into 54 भनेको याद छ त हाम्रोमा 9 6 जा 54 हो त हामीले 2 into 3 6 भयो 9 लाई 3 3 लेख्यौँ हेर्दा कि सबै छ 8 ले जान्छ ठिकै छ यहाँ 24 बनिँदैछ यस 8 3 जा 24 यो पनि बनिँदैछ यहाँ के 9 into 4 बनिँदैछ यो 9 into 4 बनिँदैछ के यहाँ 9 into 6 बनिँदैछ हेर 9 into 6 पनि बनिँदैछ भनेपछि यही नम्बर हो तिम्रो एलसिएम लोएस्ट कमन मल्टिपल हो नि त हौ सबभन्दा सानो नम्बर हो नि त हौ होइन त्यहाँ बनिँदै सबैले काटिँदैछ हेर त यो र यो किन होइन बुझिहाल्यो किन यसलाई 8 ले गएको छैन यसलाई 8 ले गएको अब यो नम्बर चेक किन लोएस्ट हो नि त यो पहिला चेक गर्छु नि त म हुन त यसलाई पनि जान्छै डिभाइड तर आवर डेफिनेसन से द्याट लोएस्ट कमन सबैभन्दा सानो लिनु पऱ्यो नि त त्यही भएर मैले हेरेँ कि 216लाई प्राइम फ्याक्टराइजेसन गरिदिएँ 2 2 2 3 3 यो बुझ्यो होला नि 2 2 जा यहाँ 9 भनेको दुईवटा 3 अन्त 6 भनेको 2 into 3 लेखेको है ल योलाई हेर्दा 8 छ 24 छ 8 into 3 छ 9 into 4 बनिन्छ 9 into 4 बनिन्छ ठिक छ 9 into 6 9 into 3 2 जा 6 सबै बनिँदैछ 216 इज द एन्सर यो हाम्रो केसेस क्लियर नेक्स्ट हेर A grocer has a sale of 6435 6927 6855 7230 and 6562 for 5 consecutive men. How much sale must he have in the 6 months so that he gets an average sale of 6500? Average को question 6500 देखिको नम्बरहरु सबै ठुलठुलै मात्रै छ केही उपाय छैन नर्मली नै गरौँ ल यदि नम्बरहरु 6500 को छेउछेउ भएको थियो नि हामीले के मेथड ग्याप मेथड युज गर्न सक्थे कि हेरौँ यहाँ एभरेज भनेको सबैलाई जोडेर के पो गर्छ डिवाइडेड बाइ टोटल गर्दा एभरेज निस्किन्छ त यहाँ रे अब यो म गर्छु 6 यसरी राख्दिन्छु ल यो 6927 यसरी राखे अर्को नम्बर 6855 यहाँ राखे अर्को नम्बर 7230 राखे अर्को नम्बर 6562 राखे ठीक छैन यसको एडिसन निकालौँ क्लियर कुरा यो सबै नम्बर 5 वटा नम्बरको एडिसन प्लस x 6 वटा नम्बरको एडिसन इज इक्वल्स टु एभरेज सेलमा कति हुनु पर्यो 6500 इन्टु 6 हुनु किन टोटल भनेको के भनेको थिएँ एभरेज भनेको टोटल बाई n टोटल भनेको एभरेज इन्टु n 6 वटा नम्बर हो नि त जसले गर्दा एभरेज यति हुनु यो लेखेको मैले यो टोटल पहिला यो गरेको क्लियर कुरा अब हेरौँ किनभने एन्सर यस्तोमै थियो कि किन सबै अलिक छेउमा भएको त म डाइरेक्ट एप्लाई गर्थेँ हेर ल 5 5 10 यहाँनिर 19 को 9 क्यारी 1 क्लियर 6 र 3 अघिको 9 1 अघि 10 भयो 10 र यहाँ 10 20 0 क्यारी 2 ठिक छ कुरा अब सजिलो पेयर बनाइहाल हेर यी क्लियर 8 र 2 10 हो 9 4 बुझेन 8 र 2 10 भइगयो त्यहाँदेखि फेरि 9 9 18 र 2 20 भइगयो 20 30 3 भइगयो यहाँ र 1 2 3 4 यसलाई पनि मान्दैौ न 5 लु 6 5 जा 30 यहाँ 1 31 र अघिको 3 34 यसरी आयो क्लियर कुरा के भनेको मैले एडिसन गरेको हेर है 5 5 10 7 र 2 9 हैन क्यारी 1 19 हुन्छ 1 आउँछ यहाँ क्यारी यहाँ लेखिदिन्छु लु क्लियर अब हेर 6 र 3 9 र 1 10 हो नि त यता पनि 10 थियो नि त अन्त 20 भइगयो 2 भइगयो अब हेर 8 र 2 10 गर्दै 9 र 9 18 र 2 30 भयो 0 3 अब यार 1 2 3 4 5 ले यसलाई 7 लाम 6 ए माने 30 भयो एक ज्यादा लेख्थे 31 र अघिको 3 34 त यहाँ आउँदै रहेछ 34009 त तिमी भन्न x को भ्यालु के आउँछ यो मल्टिप्लाई गर न कति हुन्छ यो 0 0 6 5 30 को 0 क्यारी 3 6 36 र अघिको 3 39 त्यसमा के घटाइदिउँ 34009 घटाइदिउँ त तिमी आफै सोच कति हुन्छ होला तिमी सोच नर्मली 3900 मा 3400 घटाइदिउँ न त 3400 घटाउँदा 5000 आउँछ त 5000 त हैन त 9 कम्ती घटाइरहेको छु नि त 5000 मा 9 कम्ती घटाउँदा 4991 आउँछ क्लियर नेक्स्ट हेर एकपल्ट यो क्वेसन पनि मजाको छ हेर त 700 इज डिवाइडेड इन्टु के भनिन्छ 3% हेर त 3% मा रहेछ ल 700 इज डिवाइडेड एमङ राम श्याम एन्ड जादु सो द्याट राम रिसिभ हाफ एज मच एज श्याम एन्ड श्याम हाफ एज मच एज जादु हेर ल म एउटा मजाले गराउँछु यसलाई कस्तो प्रकारले हेर को छ जादु भन्दा आधी श्यामले श्याम भन्दा आधी रामले दुईपल्ट आधी हुँदैछ म लेख्छु यहाँ ल राम त्यहाँदेखिको श्याम त्यहाँदेखि जादु सोच त जादुको जति हो त्यसको आधी श्यामको श्यामको फेरि आधी रामको दुईपल्ट आधी हुँदैछ त जहिले पनि यस्तो गरे मैले तिमीलाई नि भन 10 को आधी कति हो भने तिमी छिट्टो भन्छौ 5 हो भने लु भन त अब 13 को आधी कति हो भन्दा अलिकति भए पनि टाइम लाग्छ 6.5 पोइन्टमा आउँछ अब डेसिमल सल्भ गर्नु साह्रो हुन्छ त्यही भएर याद गर्नु जहिले पनि यस्तो क्वेसन हुन्छ जसमा हाफ गर्नुपर्ने हुन्छ यस्तो नम्बरमा न जो चाहिँ 2 ले डिवाइड जाओस्
यदि तिमीलाई 1/3 निकाल्नु पर्यो भने चाहिँ यस्तो नम्बरमा न जो 3 ले डिभाइड जाओस्। त म के गर्दैछु हेर, दुईपल्ट हाफ हुँदैछ नि त दुईपल्ट हाफ भनेको 2 र 2 4 ले डिभाइड जाने नम्बर जादुको मानिदेऊ, सबभन्दा इजी एप्रोच हुन्छ। त मैले के माने, जादुको 4x मानिदिएँ। किन दुईपल्ट? किन दुईपल्ट हो। हेर है, एउटा 1/3 1/2 भनेको 3 र 2 को एलसिएम 6 मानिदिएको भए झन् सजिलो हुन्थ्यो। यसको आधी कति हो? श्यामले 2x पाउँछ। यसको आधी कति हो? x पाउँछ। सकिहाल्यो त, छिटो भएन अन्त, फ्र्याक्सनको कामै भएन। क्लियर? अब सोच, अब तिमीले सोच त यसलाई x मानेको के मान्नु पर्थ्यो? यसलाई x/2। यसलाई के मान्नु? x/4। तिमीलाई मैले भनेको भन नानी 2 + 5 कति हो भन्दा तिमी छिट्टो 7 भन्छौ। तर मैले भने भन नानी 1/2 + 1/5 कति हो? तिमीलाई टाइम लाग्छ। बिकज वी नो भेरी वेल एडिङ फ्र्याक्सन इज मोर कम्प्लिकेटेड देन एडिङ नर्मल इन्टिजर, हो कि न? त्यही भएर चाहिँ यस्तो सानो सानो कुराहरूलाई चाहिँ माइन्डमा राखेर चल्नुपर्छ। ठिक छ? अब क्वेसन पढौँ, एकै खेपमा भइहाल्छ। सम दिएको होइन, सबै हेर, सबैको सेट जोड्दाखेरि त मेन आउँछ त होइन। त यो जोड्यो भने 7x आउँदैछ। हेर त, यो बराबर 700 त भइगयो त। x को बराबर 100। मलाई कसको सोधेको छ? जादुको। लु, जादुको सेयर 4 × 100 कति हुन्छ? x को भ्यालु 100, 400 भएन अन्त, छिट्टो भइगयो त्यही। मलाई सपोज रामको सोधेको भए 100, श्यामको सोधेको भए 200, त यो प्रकारले आइहाल्थ्यो। नेक्स्ट क्वेसन हेर हाम्रो, the percentage increase in the area of the rectangle if each of the side is increased by 20%. अब हेर, यसको प्राय जग्गामा हेऱ्यो नि प्रायले एरियाको चेन्जेसको नि यो फर्मुला दिइरहेको हुन्छ, x + y + xy। यो जमाना गयो, यो फर्मुला युज गर्नु ठिकै छ। र पनि यो पर्सेन्टेज यस्तो छ त ओके, 20% र पनि गर्न सक्छ, यो यसले डाइरेक्ट फर्मुलाले गर्छ। तर यदि तिम्रो पर्सेन्टेज फ्र्याक्सनमा भएको भए, इमेजिन गर कि 6 1/4% भएको भए, त्यति बेला कसरी? आमामा 6 1/4। फेरि सोच न, लेन्थ 6 1/4 ले चेन्ज भयो अरे, अर्को 13 1/3 ले चेन्ज भयो अरे। इमेजिन इफ यु एप्लाई दिस कन्सेप्ट ओभर हियर, यहाँ 6 1/4 13 1/4 यहाँ हालेर सल्भ गर्दा कति टाइम लाग्छ? त्यही भएर चाहिँ एप्रोच म यो प्रकारले सिकाउँदिनँ। ल हेर, के गर्छु भने नि इन्क्रिज डिक्रिजको पर्सेन्टेजलाई फ्र्याक्सनमा कन्भर्ट गर्नु सिक्यौँ। ल अब हेर, पर्सेन्टेज छ 20%, 20% को फ्र्याक्सनल भ्यालु हुन्छ 1/4। के भनेको? 20/100 गरेको। ल सरी 1/5, माई मिस्टेक। 25 को 1/4 हो। 20% को कति भयो तिम्रो? 1/5। हेर त, यसरी निस्केको। क्लियर होइन? अब हेर, भन्नु खोजेको 5 थियो भने 1 बढेको भनेकै। 5 थियो भने कति बढेको? 1 बढेको। सुन ल, ध्यान लगाएर सुने। रेक्टेङ्गलमा के हुन्छ? लेन्थ र ब्रेथ हुन्छ। त हेर, यहाँ लेखौँ लेन्थ, यहाँ लेखौँ ब्रेथ। पहिला लेन्थ 5 थियो भने इन्क्रिज भन्दैछ, ब्रेथ यो ओल्ड हो, यो न्यू हो, 1 बढ्यो नि त हौ, होइन? ब्रेथमा पहिला 5 थियो भने यो पनि छ, किन दुइटै बोथ साइड भनेको लेन्थ र ब्रेथ दुइटै। एरियाको फर्मुला त सबैलाई याद छ होला नि, होइन? लेन्थ इन्टु ब्रेथ क्या। त यो इन्टु यो गर्दा कति भयो? 25। यो इन्टु यो गर्दा कति? 36। अब तिमी आफै भन मलाई, 25 कतिले बढ्यो? एरिया कतिले इन्क्रिज भयो? त्यही त सोधेको। त एरिया कतिले इन्क्रिज भयो भन्दा हेर त, 25 मा यो गर्दा 11 ले इन्क्रिज भयो। कतिमा? 25 मा। ओल्ड हुन्छ नि त जहिले पनि, इन्टु 100। जहिले पनि याद गर्नु, इन्क्रिज डिक्रिज निकाल्दाखेरि इन्क्रिज पर्सेन्टेज इन्क्रिज अर डिक्रिज जे पनि हुन्छ बाई ओल्ड भ्यालु हुन्छ, जहिले पनि पुरानो भ्यालु इन्टु 100 हो फर्मुला। चाहिँ डिआईमा पनि पुरा काम लाग्छ। त 25 ले 4 पल्ट गर, 11 × 4 44% आउँछ। सबैले सोच्दै होला, सर यो फर्मुला त कति सजिलो थियो त लगाएको भए। मैले भने त तिमीलाई, मैले नाइ कहाँ भने त त्यो फर्मुला राइट हो, एकदम करेक्ट हो। मैले तिमीलाई डिसएडभान्टेज बुझाइदिएँ त फर्मुलाको। यो फर्मुलामा फ्र्याक्सन आयो भने चाहिँ तिमीले कहिले गरिसक्नु? 6 1/4%लाई त इम्पोसिबल हो। त्यही भएर चाहिँ यस्तोलाई त अब यो लगाएको पनि हुन्थ्यो नि, किन हुन्थेन? 20 + 20 कति छिट्टो आउँदैछ? 20 × 20/100 कति छिट्टो? 0 0 0 0 20 20 40 र 44% सिधा एन्सर। योभन्दा त कहीँ छिटो, 100% हो। क्लियर हो? But this formula is helpful only when your increase or decrease percentage is a whole number. अन्त सजिलो खालको नम्बर छ, त्यति बेला फ्र्याक्सन पोइन्टमा छ भने तिमीले यो। त्यही भएर मैले के सिकाउनु खोजेँ आज, मैले अघि नै भनिसकेँ, म खालि सल्युसनमा डिपेन्ड नगरेर यहाँ तिमीलाई के को लागि प्रिपेयर गराउँदैछु, तिमीलाई सो द्याट इक्जाममा तिमीलाई प्रब्लम नहोस्। नेसेसरी छ कि यही क्वेसन आउँछ भन्ने छैन नि, भ्यालु त चेन्ज हुनै सक्छ। त कन्सेप्ट सिकाउनु, डिटेल सल्युसन गराउँछु। ल ओके, नेक्स्ट। क्लियर? त हाम्रो 25वटा क्वेसन, 25th नम्बरको 25वटा क्वेसन हुन्छ तिमीको। 25 नम्बरको क्वेसन तिमीको यो सक्यो।
अब हामीले नेक्स्ट क्लासमा 2018 को WBSI को क्वेसन प्रिलिम्सको सक्यो। अब नेक्स्ट क्लासमा हामीले के गर्नेछ 2019 को WBSI को क्वेसन गर्नेछ। क्लियर? यसरी नै हामीले WBSI गऱ्यो भने अर्को फेरि के को छ हैन, WBSCS को गरिन्छ, त्यहाँदेखिको फेरि फुड इन्स्पेक्टरको गर्छु। त्यसरी यदि तिमीलाई कुनैको पनि भिडियो चाहिएको छ भने कमेन्टमा के गर्नु, कमेन्टमा लेख्नु कि सर यसको भिडियो बनाइदिनु भनेर मलाई त्यो कमेन्टमा लेख्नु, यो भिडियोको तल कमेन्टमा लेखिदिनु, म के गर्छु नेक्स्टमा त्यसकै भिडियो बनाउँछु। वन्स हामी पहिला के गरिहालौँ WBSI को कम्प्लिट गरौँ, त अझै अरू कुनैको भिडियो चाहिन्छ भने त्यसको छ भने म गर्छु। अन्त जतिजनाले पनि यो च्यानललाई सब्सक्राइब गर्छ सब्सक्राइब गर, अन्त नोटिफिकेसन बेललाई पनि के गर हिट गरिराख, सो द्याट जति बेला म भिडियो अपलोड गर्छु तिमीले इन्फर्मेसन पाउँछ। क्लियर? ल थ्याङ्क यू सो मच, अनि सबैजनालाई गुड बाई।